हुन्छ ल त्यसो हो भने अलिकति हामी यो अहिले यो हेर्दै थियौँ ल अलिकति साथीहरू आइन्जेलमा यो अलिकति हेरौँ त 10को हाङ्गुगे उइरे कोरियाको संस्कारहरू कोरियाको धर्मविधिहरू होइन रीतिथितिहरूको बारेमा हामीले पढेका थियौँ यसको क्विज हेरौँ ल यहाँले यो सबैले गर्नुहोस् ल अल्छी नमानिकन जतिचोटि गरे पनि हुन्छ यहाँको रेस्पोन्स मैले यहाँबाट हेर्न मिल्छ ल भन्नुहोस् त 1 नम्बरको नाम्न्यगा छङ्सीगुरो फुबुगा थेनुन केटा र केटी नाम्जा र न्य भनेको केटी औपचारिक रूपमा फुबु भनेको दाम्पत्ति जोडी हुने त्यो संस्कारलाई हामी के भनेर भन्छौँ गुड 결혼식 ल है अरू मैले व्याख्या गरेँ लामो हुन्छ फेरि सारामी छुग सुल्ते येरुल खाछुअ मान्छेको मृत्यु भएको बेलामा आफ्नो चाहिँ के हो शिष्टाचार अब त्यहाँ शिष्टाचार मेन्टेन गरिन्छ नि त त्यो लिएर तना बोनेदा भनेको उहाँलाई विदाई गर्ने पठाइदिने संस्कारलाई हामी के भन्छौँ हो यसमा चाहिँ फेरि छेसा र यसमा कन्फ्युजन हुनु होला नि फेरि छेसा भनेको चाहिँ मृत्यु हुनुभएको दिनमा गर्ने यो चाहिँ श्राद्ध हो तर यहाँ चाहिँ ठ्याक्क मर्नु भएको बेला भनेको छ है हरेक वर्ष त मृत्यु हुँदैन त्यो कुराहरू याद गर्नुहोस् तोसाङे थोरा घाँसी नारीना अब पुर्खा आयो यहाँ चाहिँ बित्नु भएको दिन वा चाडपर्वमा पुर्खालाई छुमो हानुन् भनेको श्रद्धाञ्जली दिने त्यो संस्कारलाई त्यो संस्कृतिलाई हामी के भन्छौँ त फेरि त्यसलाई चाहिँ छेसा भनिन्छ अब यहाँ हाम्रो चाडपर्वमा चाहिँ फेरि छेसा अलि भनिँदैन हारे भनिन्छ भनेर मैले बारम्बार भनेको छु अनि होल्ले भनेको के हो यो होल्ले भनेको विवाह नै हो ल थरोन होल्ले भनेर भन्छ छन्थोङ होल्ले भन्ने शब्द चाहिँ छन्थोङसँग प्रयोग गर्छ परम्परागत विवाह भन्ने अर्थमा छत बन्चे सेङिरे आगिए मिरेल येछुक भनेको येछुक छुछुक त्यसपछि छिमजाक भनेको सबै अनुमान भन्ने शब्द हो अनुमान गरिने त्यो हिंसा कार्यक्रमको रूपमा थोलजाबी गरिने त्यो संस्कार कुन चाहिँ हो कतिखेर गरिन्छ हामी थोलजाबी ल थोलजान्सीमा 5मा हेरौँ थेओनान्जी युक्सिबिने थेनुन हे ए जन्मिएको 60औं वर्ष पुगेको वर्षमा छाङसु भनेको के हो रे दीर्घायुलाई त्यो नादा कामना गर्ने त्यो छान्सी त्यो भोजलाई हामी के भन्छौँ हनगाप तोनुन होएगाप भनेर भन्छौँ है अनि 70औंलाई छिल्सुन पनि भन्छ अनि अर्को के पनि भन्छ मैले सिकाएको छु खो इ यन भन्छ अब एकुरेट यहाँलाई थाहा त हुनु परेन तर कतै सबकन्सियस माइन्डमा होइन यो शब्द सुनिरहेको छ भने यहाँहरूलाई अलमल्ल हुँदैन त्यसपछि अर्कोमा जाउँ हामी 6 नम्बरमा यति नै रहेछ यसको ल यसको सानो पाठ थियो यति नै थियो अब हामी जानेछौँ व्याकरणतिर है व्याकरणलाई निरन्तरता दिनेछौँ ल व्याकरणमा थियौँ अहिले हामी यहाँनिर छौँ व्याकरणमा थियौँ हिजो पढेको व्याकरणहरू यसो हेर्नु होला मोबाइलमा है ल त्यसपछि अब हामी निरन्तर आज हामी दोस्रो दाङ्गेको व्याकरणमा आइपुगेका छौँ हो यो फाइल मैले नयाँ बनाएको थिएँ पुरानो फाइल ओपन भइरहेको रहेछ है टेबल टेस्ट यो फाइल मैले अर्कोलाई हटाएर अर्को फाइल खोल्छु है त एकछिन अर्को फाइल खोलौँ हामीले नोट गर्न मिल्दो रहेछ नि के गर्न मिल्दो रहेछ यहीँबाट स्क्रिनमा नोट गर्न मिल्दो रहेछ ए हो त्यो नोट रहिरहन्छ त त्यो नोट रहिरहन्छ त होइन स्क्रिनसट गरेर राख्ने ए ओके ओके मिल्छ भने गर्नुहोस् न तर यहाँ मेरोमा लेखिँदो रहेछ नि त फेरि हजुरकोमा लेखिँदो रहेछ यहाँ हेर्नुहोस् त यहाँ स्क्रिनमा लेखिरहेछ ओके ल हट्यो हट्यो है ल अब हामी यहाँ हेरौँ यहाँ मैले व्याख्या सहित ल्याइदिएको छु किनभने अलिकति लेभल 2लाई अलिकति व्याख्या सहित बुझ्दाखेरि राम्रो सबैलाई त पर्दैन त्यही पनि के रहेछ भन्ने कुरा यसो यहाँहरूलाई चाहिँ अलिकति ऊ हुन्छ भनेर यसको डेफिनेसन सहित शुद्ध छ है त ल आज हामी 1 नम्बरको व्याकरण पढ्न लागिरहेका छौँ 1 नम्बरको व्याकरण के रहेछ त इरागो आधा रागो आधा हामीले पढिसकेका छौँ यो अलिकति अगाडिको त्यो हामीले लेभल टेस्ट बुक पढ्दाखेरि नै हामीलाई थाहा भइसकेको छ यो व्याकरण कुन व्याकरण हो भनेर भन्नुहोस् त ल इन्डाइरेक्ट स्पिच मध्येको एउटा व्याकरण होइन त
इन्डाइरेक्ट डा स्पिच भनेको कोरियामा अप्रत्यक्ष कथन हुन्छ जुन मध्ये हामी सरल वाक्यलाई अप्रत्यक्ष कथनमा लाँदाखेरि दागो आधाको प्रयोग गर्छौँ। तर यो चाहिँ भर्ब र एड्जेक्टिभसँग लाँदाखेरि दागो आधा हो। नाउनसँग म्यङ्सासँग चाहिँ हामीले के लगाउँछौँ भन्दाखेरि इरागो आधा भनेर हामीले त्यतिखेर पनि पढेका थियौँ। अहिले पनि त्यही कुरा दोहोरिरहेको छ है त। जो चाहिँ दागो आधाकै रूप हो तर नाउनसँग लगाउने रूप हो भनेर बुझ्नुभयो भने हुन्छ। अब यसलाई पनि यसरी दुई भागमा लाग्दाखेरि यसको पनि इरागो आधा हुने भयो अनि त्यसपछि यसको पनि रागो आधा हुने भयो हैन त। अब यो म्यङ्सासँग लाग्छ भनेछ नाउनसँग याद गर्नु पर्यो। अब यो कतिखेर प्रयोग गरिन्छ त ल पढ्नुस् त परिभाषा के लेखिदिएको रहेछ यहाँनिर यो पढ्नुस् त है। 물건이나 के भनेको छ 물건이나 사람이 이름을 말할 때 사용해요. ल गुड 물건이나 सरी किबोर्डमा लाग्यो यो होइन ल 물건이나 사람의 이름을 말할 때 사용해요। वस्तु वा व्यक्तिको नाम भन्ने बेलामा प्रयोग गरिन्छ। प्रायः जस्तो कुनै पनि कुराको परिचय दिनु पर्यो भने यो व्याकरणको हामी प्रयोग गर्न सक्छौँ। जस्तै छनुन सन्छिङ निमिरागो हेयो, छनुन हरिरागो हेयो भने यसरी नामको परिचय दिन पनि मिल्छ। अनि यहाँनिर वस्तु पनि भनेको छ। वस्तुको लागि पनि हामीले इगसुन मोरागो हेयो भने मैले यसरी प्रश्न सोध्न मिल्छ। ल एन्सर दिनुहोस् त। इगसुन मोरागो हेयो यनफिल है यो त पेन्सिल हो हुन चाहिँ यनफिल। अब यनफिलमा फाचिम छ। फाचिम भएपछि हामी यनफिल तर ल फाचिम भएपछि हामी के गर्छौँ त यनफिल रागो हेयो भनेर भन्छौँ है। यनफिरी रागो हुँदैन। रागो आधा चाहिँ हामीले भवेल इन्डिङ प्लस ल फाचिममा प्रयोग गर्छौँ। यहाँनिर आइरहेको छ यसरी प्रयोग गर्नु पर्यो। यनफिल इरागो सरी यनफिल लागो हुँदैन यनफिल इरागो हुन्छ। यहाँनिर नाउनसँग प्रयोग गर्दाखेरि यो मिस्टेक भएछ। यहाँ हुँदैन नाउनसँग चाहिँ माथि नै हुन्छ जहिले पनि यो नर्मलवाला यनफिल इरागो हेयो यस्तो नै हुन्छ। त्यसपछि फाचिम नभएको एउटा इक्जाम्पल हामीले दिनु पर्यो भने के भन्छ हैन यगिनुन अदिएयो भन्दाखेरि यो ठाउँ चाहिँ कुन ठाउँ हो भनेर भन्दाखेरि होइसा रागो हेयो भने एन्सर दिइन्छ। क्वेसन अलिकति फरक भन्यो भने यो कुन ठाउँ हो भन्दाखेरि यगिनुन अदिएयो भन्ने चलन हुन्छ अथवा यगिनुन मो हानुन छाङसो हेयो भनेर कोरियनमा भन्छ। त्यतिखेर होइसा रागो हेयो होइसा इम्निदा भनेर यसरी एन्सर दिनुपर्ने हुन्छ। ल सामान्य व्याकरण छ। वस्तु वा व्यक्तिको नाम अझ भन्यो भने परिचय दिनको लागि प्रयोग हुन्छ। ल पढिदिनुहोस् त यो वाक्य भट्टाभट। 저는 민수라고 합니다. मलाई 민수 भनेर भन्छन्। 이 동네라고 해요। 이거 टोललाई चाहिँ ओगन्दै भनेर भनिन्छ। 그 사람은 성생이라고 불러요। उसलाई 성생이 भनेर बोलाउँछन्। 한국의 전통집을 한옥이라고 해요। कोरियाको परम्परागत घरलाई हानोक भनिन्छ। इगल किम्चीरागो हानुनको आयो उसलाई किम्ची भनेर भनिन्छ थाहा छ। ल है छनुन मिन्सु रागो हेयो अथवा हाम्निदा फर्मलमा पनि भन्न मिल्छ। मलाई मिन्सु भन्ने नाममा फाचिम छैन त्यसैले रागोको प्रयोग भएको छ। यी दोङ्ने यो दोङ्ने भनेको टोल होङदे भन्ने टोल को जानु भएको छ होङदे खाबोसिन बुन इस्सयो अतै हो होङदे खरी खुदामा इथेओन खरी म्यङदोङ घरी हानबन खाबोसे एकदम रमाइलो हुन्छ। साथीहरूसँग सँगै जाँदा राम्रो एक्लै नजानुहोस् फेरि एक्लै नजानु होला है। एक्लै जानु ठिक हुँदैन बेलुकाको समयमा। तुसारामुल त्यो व्यक्तिलाई चाहिँ सनसिङ निमिरागो फुल्लयो त्यो उक्त व्यक्तिलाई उहाँलाई भन्न पनि मिल्छ। टिचर भनेर फुरुदा भनेको बोलाउनु गीत गाउनु अगाउनु भयो। हाङ्गुगे छन्थोङ जिप भनेको परम्परागत घरलाई हामी के भन्छौँ त हानोक। अब हानोकमा फाचिम छ हानोक इरागो हेयो। इगल भनेको इगसुलको सर्टकट। यो कुरालाई भन्दाखेरि हामी इगसुल भन्छौँ तर यसलाई सर्टकटमा इगल भन्न मिल्छ। इगल खिम्ची रागो हानुन ग आरायो यो कुरालाई चाहिँ किम्ची भनेर बोलाइन्छ के हजुरलाई थाहा छ। रागो आधा इरागो आधा भनेको दागो आधाको नाउनमा प्रयोग गरिने अप्रत्यक्ष कथनको रूप रहेछ। वस्तु वा व्यक्तिलाई चिनाउनको लागि अथवा परिचय गराउनको निम्ति प्रयोग गरिने रहेछ भने हामी सिक्यौँ। त्यसपछि अब हेर्नुहोस् ह्यङ भनेको के हो रे ह्यङयोङसा। ह्यङयोङसा भनेको विशेषणमा यो लाग्ने बित्तिकै यो त पढ्नु भएको छ नि। मैले हिजो पनि यसको बारेमा धेरै आएँ। यो व्याकरण जहिले पनि भ प्लस उन अथवा न आयो भने पास्ट टेन्स हुन्छ। भ प्लस नुन आयो भने प्रेजेन्ट टेन्स हुन्छ।
भ प्लस उल अथवा ल आयो भने चाहिँ फ्युचर टेन्स हुन्छ भनेर हामीले पढेका छौँ होइन त। तर एड्जेक्टिभसँग चाहिँ उन अथवा न लाग्छ, उन अथवा न मात्रै लाग्छ। अनि यो जति पनि व्याकरण छन् यी व्याकरणको पछाडिपट्टि जहिले पनि नाउन छुट्दैन। हेर्नुहोस् है, नाउन छुट्दैन, यसमा पनि नाउन छुट्दैन। तर भवसँग लाग्दाखेरि चाहिँ त्यसले काल बुझाउँछ। जस्तै इल्गुन छेक भनेर कसैले भन्नुभयो भने पढिसकेको किताब, यसरी बुझिन्छ। इग्नुन छेक भन्यो भने पढिरहनु भएको किताब, इल्गुल भनेको भविष्यमा पढ्नेवाला किताब। तर विशेषणसँग लाग्यो एपुन छेक भन्यो भने यो चाहिँ अब कुनै पनि काल हुँदैन, जस्ट सुन्दर हुनुबाट सुन्दर किताब, नोफुन सान उच्च पहाड, यो वाला व्याकरण हो। ल यो पढ्नुहोस्, ल परिभाषा पढ्नुहोस् के लेखिदिएको छ यहाँहरूको लागि यो परिभाषा। म यहाँ रिप्लाई गर्दै गर्छु। विशेषणपछि लगेर पछाडि आउने संज्ञालाई जनाउँछ र त्यसको विशेषता वा अवस्था देखाउँछ। ल हेरौँ त। ह्योङसा थिए, यो कोरियन पढ्दा राम्रो। ल फुथ थिए ओनुन म्यङसारल कुमिगो, यसको काम, यो व्याकरणको काम के हो भन्दाखेरि विशेषणको पछाडि आउँछ अनि यसले चाहिँ नाउनलाई सजाउँछ। कसरी सजायो भन्दाखेरि जस्तै यहाँ हेर्नुहोस् भयो भने हेपुन छेक भन्ने उदाहरणमा छेक भनेको त बुक हो। अब यो बुक भनेको त नाउन हो, पुस्तकको नाम हो, पुस्तकको क्याटेगोरीको नाम हो। यसलाई के कसरी सजाइरहेको छ ल हेर्नुहोस्, हेपुन छेक सुन्दर किताब भनेर सजाइरहेको छ। अब यो छागुन छेक भन्यो भने फेरि सानो किताब, नोफुन सान भन्यो भने सान भन्ने नाउनलाई पहाड हो, जुन चाहिँ वस्तुको एउटा ठाउँको नाम भयो पहाड समग्रमा, उच्च भनेर यसरी सजाउने काम गर्छ है। यसमा केही नयाँ नौलो छैन। अनि हामीहरू यसमा युज गर्ने भनेको उन र नप्रयोग गर्छौँ। कतिखेर उन प्रयोग गर्ने, कतिखेर नप्रयोग गर्ने। फाचिन भयो, अँ, उन फाचिन भयो। कन्सोनेन्ट इन्डिङ आयो भने उन लाउने, भवेल इन्डिङ आयो भने के लाउने, न मात्रै लगाउने है। ल पढिदिनुहोस् त वाक्यहरू। यहाँहरूको खुसुली अन्सु हुँदैन है यसरी फेरि। अनुसारहरू छोड फ्यानिएको कोरियाली जाडो चाहिँ चिसो हुने खालको छ कोरियाली चाहिँ। इउन मेउ मासु मासी मासिए जुन रहेछ मासिए, त्यो खाना चाहिँ पिरो स्वाद छ। खुसारामन छिन्चलान फ्यानिए, त्यो मान्छे चाहिँ दयालु खालको छ। एक हिरोन यो मान खुसी, यो बाटो चाहिँ खतरनाक ठाउँ हो। यी मुन्जेनुन हराउन मुन्जेनुन आने, यो प्रश्न चाहिँ कठिन प्रश्न भने होइन। ल माथिदेखि हेरौँ। हान्गुक ख्यौरुन, कोरियाको हिउँद चाहिँ कस्तो छ भन्दाखेरि यहाँनिर हेर्नुपर्दाखेरि छुप्ताबाट छुउन फ्यनिए भने यहाँनिर लागिरहेछ है यो व्याकरण। छुप्ताबाट छुउन फ्यनिए भनेको अलिकति जाडो खालको छ भनेर यहाँनिर जानकारी गराइरहेको छ। उन्फ्यनिदा भन्ने व्याकरण पनि सँगसँगै लागेको हामी यहाँ देख्न सक्छौँ। यो भनेको कुनै पनि विशेषता जानकारी दिने खालको, जस्तै हाङ्गुकुन छुन फ्यनिम्निदा, हान्गुक सारा दुरुन हायान्सेक, फिबुका हायान्सेक फ्यनिम्निदा भन्यो भने कोरियन मानिसहरूको छाला चाहिँ अलिकति गोरो खालको छ होइन। नेपाल चाहिँ अलिकति ख्यङ्छिका आरुमदाउन फ्यनिम्निदा भन्यो भने नेपाल चाहिँ अलिकति दृश्य सुन्दर भएको यस्तो खालको भन्ने व्याकरण हो। यो व्याकरण आउँछ, चिन्ता नगर्नु होला। यी उम्सिगुन मेउन मासिए हो। ल हेर्नुहोस् यहाँ लागिरहेछ, मेप्तामा लागिरहेछ। तर हामीलाई थाहा छ जहिले पनि हामीले इरेगुलर भर्बलाई ध्यान दिनु पर्यो। अब मेप्तामा अब हामीले के लगाउँछौँ त, ल हेर्नुहोस् दा कट्यो। अब अहिलेको लागि त यहाँ फाछिम छ। अब हामी के लगाउँछौँ, कन्सोनेन्ट इन्डिङ उन हो, याद गर्नुहोस् है। भवेल इन्डिङ चाहिँ न मात्रै हो। तर के हुन्छ भने सुरुमा दा काट्ने बित्तिकै त यहाँ त यो त कन्सोनेन्ट इन्डिङ भयो भने यो माथिल्लोवाला लाग्छ, मेबुन भइदिन्छ। तर फेरि इरेगुलर भबमा पर्यो, यो फस्यो। अब नर्मल भब भए यहाँ इन्डिङ हुन्थ्यो। यो इरेगुलर भब अन्तर्गत यो बले यो ऊ भेटाउन साथ यो ब केमा चेन्ज हुन खोज्छ त, अब यत्तिकै बस्छ त यो ब, बस्दैन नि। अब यो ब हलचल गर्न थाल्छ, यसले ब उमा चेन्ज भयो, उसलाई त हामी यहाँ राख्न मिल्दैन, यहाँ राख्नुपर्ने हुन्छ। अघि चाहिँ कन्सोनेन्ट इन्डिङ हुँदाखेरि उन लगाएका थियौँ भने अब चाहिँ के लगाउनु पर्छ त भन्दाखेरि यो न लगाउनु पर्छ। मेउन कनिए भनेर यसरी बनाउनु पर्ने हुन्छ। छुप्ताको पनि त्यही हो, छुन कनिए हो, छुप्ता भने यसरी बनाउनु पर्ने हुन्छ। ल हेर्नुहोस्, खुसाराम छिन्जरान फ्यनिए हो, छिन्जल हादामा फाचिम छैन, न फ्यनिदा लागेको छ। यी खिरुन उयमहान घोसिए, उयम हादाबाट उयमान, खतरा हुनुबाट खतरा मात्रै भयो। पछाडिपट्टि जहिले पनि यहाँ नाउन आइरहेको छ, हेर्नुहोस् है। कस्तो ठाउँ त भन्दाखेरि खतरा ठाउँ। यी मुन्जेनुन अर्याउन मुन्जे, कस्तो खालको प्रश्न हो त, यो नाउन हो, मुन्जे चाहिँ नाउन हो।
भन्दाखेरि अर्य हुन् मुन्जे एकदम कठिन खालको प्रश्न यो अर्यपता पनि ब इरेगुलर भब हो है सेम अघिकै रुल्स एप्लाई हुन्छ हेर्नुहोस् है दा काट्यो बाँकी रहन्छ अर्यप हुन्छ अनि फाछिम नभएकोले गर्दा सुरुमा चाहिँ उन लाग्छ तर उन लाग्ने बित्तिकै बले यो फुल भवेल भेट्न साथ ब हलचल हुन्छ अनि यो अर्य उमा चेन्ज हुन्छ अघि पो फाछिम यहाँ ब थियो र हामीले उन लगायौँ अब त छैन अब हामी नलगाउँछ यसरी अर्य हुन भएको अर्य हुन् मुन्जे कठिन प्रश्न भनेको ल बुझ्नुभयो होला यो व्याकरण त्यसपछि अब हामी 3 नम्बरमा जान्छौँ उल्केयो भन्ने व्याकरण अब यो व्याकरणलाई पनि यसरी हामीले दुई भागमा लाउँदाखेरि उल्केयो र लकेयो हुने भयो है उल्केयो भनेको कन्सोनेन्ट इन्डिङ भयो अनि यसरी जहिले पनि भवेल खुल्ला राख्न साथ हामीले केलाई ध्यान दिनुपर्छ इरेगुलर भव एकदम ध्यान दिनु पर्यो अनि लकेयो अथवा रिउल्केयो भन्न मिल्छ यो चाहिँ भवेल इन्डिङ हो प्लस अनि भवेल इन्डिङसँग यदि नाउनसँग लागिरहेको छैन भने ल फाछिम जहिले पनि आउँछ है ल यो छेकलाई चेन्ज गर्नुस् त के हुन्छ सरी के छेक हैन इक्तालाई चेन्ज गर्नुस् त के हुन्छ इक्ता छ भने के हुने भयो इल्गुल्केयो हुन्छ है ल अरूहरूले पनि एन्सर दिनुस् है माइक 1-2 जनाले 4-5 जनाले खुले राख्दा पनि हल्ला हुँदैन हल्ला भयो भने बन्द गर्नु होला जुत्ताको चाहिँ के हुन्छ फेरि सुरुमा चाहिँ दुदुल्केयो हुन्छ नियम जस्ता जस्तै लाउने कन्फ्युज भयो भने अनि दले उतापट्टि फुल भवेल भेट्न साथ यो रमा चाहिँ थुरुल्केयो हुने भयो सुन्ने छु यस्तो हुन्छ है अनि लकेयोकोमा चाहिँ ल फाछीमा याद गर्ने मान्दुल्दाब आयो भने के हुने भयो मान्दुल्केयो यति जान्नु भएपछि यहाँहरूले चाहिँ मिचुल छिनवालामा कटाउनु हुन्छ भन्ने कुरा हो अब यसको नियम हामी पढौँ यो हेर्नुहोस् है हिजो पनि यो व्याकरण मैले कुन व्याकरणसँग जुदाएर यहाँ देखाइरहेको थिएँ ल भन्नुहोस् त कएयो भन्ने व्याकरण यो कएयो भन्ने व्याकरण चाहिँ प्रपर भविष्यत काल हो है यो चाहिँ ने छु ने छौ ने छिन नु हुनेछ सबै हुन्छ हुन त हामीसँग गेत भन्ने भविष्यत काल पनि छ भविष्यत काल भन्ने बित्तिकै भविष्यतले अनुमानको काम गर्छ भन्ने कुरा पनि यहाँले जहिले पनि मनमा याद राख्नु पर्यो अनि अर्को हामीले के याद गर्नु पर्यो भने यो उल्केयो भित्र चाहिँ नेछु मात्रै हुन्छ हुन त अलिकति भविष्यमै केही गर्ने जस्तो देखाउँछ तर त्यो भन्दा पनि यसले अलिकति बाचा जस्तो अठोट कसैले केही मसँग दुई यसरी यो उल्केयो प्रयोग गर्नको लागि यहाँ 2 जना हुनुपर्छ हामी यसरी कुरा गरिरहेको हुनुपर्छ तर उल्केयोमा कुरा गर्नको लागि 2 जना हुनु पर्दैन म भविष्यमा यस्तो जानेछु म कोरिया जानेछु जापान जानेछु जर्मनी जानेछु यो खानेछु गाडी किन्नेछु घर बनाउनेछु भने यसरी स्वतन्त्र रूपमा प्रयोग गर्न मिल्छ भने उल्केयो भन्ने व्याकरण प्रयोग गर्न कोसँग बोलिरहेको जस्तो हुनुपर्छ कि है फान्जाङ निमले आएर ओनुरु नमु फापुनिका पालिपाली इरु कुन्या देयो भने ने पालिपाली हल्केयो भन्नु पर्यो हल्कयो भन्न मिल्दैन ल बुझिसक्नु भएको छ यो परिभाषा पढ्नुस् त एकजना ल परिभाषा सहित यो सबै पढ्नु ल एक्जाम्पलहरु मिरे अत्तमिरो हाल गसुल याक्स खाल्ते उइजिरुल नाथा नेल्ते सायङ हेयो छिकुम फारो छनो हाल्केयो अहिले नै फोन गर्छु सुकजे था हागो फोनेल्केयो होमवर्क गरेर पठाउँछु था हागो भनेको सबै होला नि त हजुर पूर्ण रूपमा गरेर भन्ने अर्थ सबै भनेको यहाँ चाहिँ हाउमे छेगा सालकेयो अर्को पटक मैले किन्नेछु थोचा खामेन फारो यन्त्र खाल्केयो नि बित्तिकै फोन गर्नेछु नुच्ची आन्दोरक छोसीमा हाल्केयो ढिलो नहुने गरी होशियार हुनेछु ल है त के रहेछ भने भविष्यमा केही काम गर्ने वाचा गर्दा वा इच्छा शक्ति मेन भनेको चाहिँ यो भन्दा पनि यो इच्छा शक्ति देखाउँदाखेरि प्रयोग हुन्छ अथवा कसैले आदेश गरिरहेछ एन्सर दिने बेलामा प्रयोग हुन्छ छिकुम फारो छन हाल्के म अहिले तुरुन्तै फोन गर्नेछु सुक्चे था आगो फोनेल्के होमवर्क सबै गरेपछि पठाउनेछु आउ मेनु ठेगा साल्के अर्को पटक चाहिँ म किन्छु ल भनेको म तिर्छु खानेकुराको पैसा भनेको खोचा खामेन फारो योल्ला खाल्के पुग्ने बित्तिकै म तुरुन्तै सम्पर्क गर्नेछु नुच्ची आन्तोरोग छोसी माल्के ढिला नहुने गरी ध्यान दिनेछु होशियार गर्नेछु भनेछ ल यो व्याकरण र उल्कयो भन्ने व्याकरणमा ध्यान दिनुस् उन्नुन थाउमे भन्ने व्याकरण अब यो व्याकरण पनि यस्तो हो उन थाउमे हुन्छ एउटा यो कन्सोनेन्ट इन्डिङ भइहाल्यो अनि अर्को चाहिँ न थाउमे हुने भयो यो भवेल इन्डिङ हुने भयो नि त भवेल इन्डिङ प्लस ल फाछिम ल भन्नुहोस् ल फाछिमसँग जोडिँदाखेरि न हट्छ कि हट्दैन सरी ल हट्छ कि हट्दैन यहाँ नआइसक्यो नि यहाँ नआउने बित्तिकै यो ल सिधै हटिहाल्ने भयो नि त जस्तै फाल्दाबाट बनाउनुहोस् त ल बिक्री गरिसकेपछि भन्दा के हुने भयो यहाँनिर फान्धाउमे भएन है ठ्याक्क लाग्यो यसरी हुन्छ याद गर्नुहोस् है ल नबस आउँछ भने लको पछाडि ल हट्दिन्छ है पछाडि नबस आउने बित्तिकै ल हट्दिन्छ अनि ठ्याक्क गरी यहाँ गएर
यहाँ स्ट्रक्चर मिलेर बस्दिन्छ। नभए त हामीले न थाउमे लाउने ठाउँै छैन नि, ललाई नहटाइकन नहाल्ने ठाउँ छैन, त्यसरी बुझ्नुभयो पनि हुन्छ। अथवा नियमअनुसार नबस्न आउँदा ल हट्ने रहेछ भने बुझ्नुभयो नि हुन्छ। अब यो कन्सोनेन्ट इन्डिङ हुन साथै फेरि यहाँनिर भवेल खुल्ला छ है। भवेल खुल्ला हुनसाथ इरेगुलर भर्बमा ध्यान दिनुहोस्। भनेपछि के हुने रहेछ? छिट्टा आयो भने के हुन्छ? घर बनाएपछि भन्नु पर्यो भने के भन्ने? ल भन्नुहोस्। 춘타오메. हो, छिउन्थाउमे। छिउन्थाउमे हुन्छ। यति जान्नु भएपछि भइहाल्यो है त। ल अब यसको थुरुन्धाउमे, त्यसपछि के भन्छ अरू हामीले जति पनि बनाउन सकिन्छ। ल पढ्नुहोस् त एकजनाले यो परिभाषादेखि यहाँसम्म सर र कुसुली अन्सुब यही हो है। 밥을 먹은 다음에 설거지 했어요. खाना खाएपछि भाँडा माझे। 한국에 온 다음에 친구가 만나줬어요. कोरियाएपछि साथीहरू धेरै भए। 수업이 끝난 다음에 같이 갈까요? 거치 सकेपछि सँगै जाउँ। 약을 먹은 다음에 물을 많이 마세요. औषधि खाएपछि पानी धेरै पिउनुहोस्। 신청서를 쓴 다음에 여기로 같이 오세요. फारम भरेपछि यहाँ ल्याइदिनुहोस्। ल यहाँ चाहिँ अलिकति राम्रो वाक्यहरू पनि लामो लामो राखेको छ यहाँलाई भोक्याबुलरीको अभ्यास होस् भनेर। पहिला एउटा काम गरेर त्यसपछि अर्को काम हुने, यो पछि भन्ने बित्तिकै यसको केही परिभाषा चाहिँदैन हैन। फाबुल मगुन थाउमे सलगजी हेस्छ, सलगजी आधा भाँडा माझ्नु, खाना खाएपछि भाँडा माझे। तपाईँ राम्रोसँग पढ्नुभयो। यहाँनिर मानाजिदा भन्ने व्याकरण, यहाँ चाहिँ कुन व्याकरण लागिरहेछ भने आजिदा अजिदा भन्ने व्याकरण लागिरहेछ है। एग्जेक्टिभसँग चाहिँ आजिदा अजिदा भन्ने व्याकरण लाग्छ। यो चाहिँ हुँदै जानु, भइदिनु भन्ने परिवर्तन देखाउने व्याकरण हो। हाङ्गुकी ओन थाउमे थाउमे छिङ्गुका मानाजेस भनेको कोरिया आइसकेपछि चाहिँ के भयो भने साथीहरू धेरै भइदिए। पहिला यसले चाहिँ के देखाउँछ? अवस्थामा परिवर्तन। यो व्याकरण आउँछ। पहिला चाहिँ यो परिवर्तन गरिसकेपछि यति मात्रै बोल्यो भने के बुझिन्छ भन्ने सुन्ने मान्छेले मानायो मात्रै भन्नुभयो भने चाहिँ धेरै मात्रै बुझिन्छ। तर मानाजेसय भनेर कसैले बोल्नुभयो भने ए मानाजिदा हुनुभन्दा अगाडि उसको चाहिँ साथी रहेन रहेछ भन्ने बुझिन्छ। अवस्थामा चेन्ज आएको हुन्छ कि कसैले धेरै भयो भन्ने बित्तिकै पहिला चाहिँ थिएन भन्ने कुरा यो व्याकरणले त्यसरी बुझाउँछ है। ल सुअबी कुन्दान थामे, सुअब भनेको कक्षा हो। अहिले हजुरहरूले लिइरहनु भएको यरबुन्दुरी चिकुम थुक्को इन्धन इगसुल यो कुरालाई नै सुअब भनेर भनिन्छ। सुअब इराको हाम्निदा कक्षा कुन्दान थाउमे सकेपछि खाची खाल्कायो। ल हेर्नुहोस् लकायो उल्काएको पनि यहाँनिर फेरि रिभिजन भइरहेछ। प्रस्ताव गर्नको लागि प्रयोग हुने व्याकरण हो। उल्ले रल्लेसँग हामीले जुदार हिजो हेरिसकेका छौँ। यागुल मौगुन थाउमे मुरुल मानी मास्यायो, औषधि खाएपछि पानी धेरै पिउनुहोस्, भुलिन्छ। सिन्छङ छ भनेको निवेदन, सिन्छङ आधा निवेदन गर्नु, सिन्छङ छ भन्यो भने निवेदन फारम। सुदा यहाँनिर प्रयोग भएको देख्न सक्छौँ हामी व्याकरण, यहाँ लिएर आउनुहोस् भनेको छ। ल इना ना भन्ने व्याकरण, इना ना भनेको अब यो भन्नै पर्दैन है, वा भन्ने व्याकरण हो। ल पढ्नुहोस् त के रहेछ यहाँदेखि यहाँसम्म पढ्नुहोस् त। यो नेपाली नपढ्नु कोरियन पढ्नुहोस् त। ल 선택할 수 있는 두 가지 이상 걸 말할 때 사용해요. 커피나 차 둘까요? 점심으로 김밥이나 비빔밥 먹을래요? 휴일에는 산이나 바다에 가고 싶어요. ल त्यसपछि यहाँ अझै छ दुईटा। 시간이 되면 커피숍이나图书馆에서 만나요. 필요하면 택시나 대중교통을 이용하세요. ल गुड। अब यसमा अलिकति बुझ्नुपर्ने कुरा के छ भने प्रायः जस्तो अब कुनै व्याकरण चाहिँ भवमा बढी लाग्ने हुन्छ, कुनै नाउन। अब यो व्याकरण चाहिँ अलिकति नाउनपट्टि ढल्किने व्याकरण हो। तर यसलाई पनि हामीले भव र एड्जेक्टिभसँग प्रयोग गर्न मिल्ने व्याकरण छ। भव र एड्जेक्टिभसँग चाहिँ हामीले गना भन्ने व्याकरण प्रयोग गर्छौँ है। यतिखेर चाहिँ फाचिम हेर्नु पर्दैन। तर नाउनसँग लाउँदै हुनुहुन्छ भने चाहिँ यसरी चाहिँ इना हुन्छ एउटा, यो चाहिँ कन्सोनेन्ट इन्डिङ भयो, अनि एउटा ना हुन्छ, यो चाहिँ भवेल इन्डिङ। यसरी चाहिँ यहाँले याद गर्नुपर्ने हुन्छ। अब नाउनसँग लाग्दाखेरि चाहिँ ल फाचिम माथि नै बस्छ है। जस्तै चक्कु वा भन्दाखेरि अब यहाँनिर खाल ना हुँदैन, खार इना नै हुन्छ। त्यो भव र एड्जेक्टिभवाला फर्मुलासँग चाहिँ ल यहाँनिर बस्छ, तर अरू बेलामा चाहिँ नर्मल रूपमा नै बस्छ भने यहाँले याद गर्नुभयो भने हुन्छ। र दुई वा बढी विकल्पहरू बताउँदा प्रयोग हुन्छ भनिसक्नु भएको छ। कफी वा चिया भनेको छ। अब यहाँ कफीमा फाचिम छैन, त्यसैले यहाँ ना लागिरहेको हामी देख्न सकिन्छ। दुईटा छ यहाँनिर, कफी कि चिया, दुईटा अप्सन छ नि त। रिल्कायो भनेको दिउँ कि भनेको है, जुदाको नोफिम माल भइहाल्यो। हम्सिमुरो दिउँसोको खानामा चाहिँ हामी के खाने? किम्बाब बिना बिबिम्बाब मगुल्ले, किम्बाब अथवा बिबिम्बाब यो दुई मध्ये एउटा खाने हो भन्दा यहाँनिर चाहिँ इनाको प्रयोग भइरहेको छ। किनभने किम्बाबमा फाचिम देख्छौँ हामी, सानमा पनि यहाँ इना, सान इना फादाए खागो सिफयो। विधामा चाहिँ
के हो पहाड वा समुद्रमा जाने इच्छा छ मन छ भनेको छ। यहाँनिर यो गो सिफय लागिसकेपछि हामीले बुझ्छौँ के बुझ्छौँ यो मेरो बारेमा हो कि थर्ड पर्सनको बारेमा हो त? यो आफ्नो बारेमा आफ्नो बारेमा है। मेरो बारे यदि पछाडिपट्टि मानौँ युइरे सानिना फादाए खागो सिफहेयो भनेर यसको सट्टामा यसरी सिफहेयोको प्रयोग गरेको थियो भने यो अरूको बारेमा भने हामीले थर्ड पर्सनको बारेमा कुरा गरेको भनेर बुझ्नुपर्ने हुन्छ। ल सिगान्थेमेन समय हुन्छ भने समय मिल्छ भने कफी सप वा यहाँनिर पनि देख्न सक्नुहुन्छ पाछिम भएको कारणले गर्दाखेरि इना लागेको छ। थोसोग्वान भनेको पुस्तकालय है। पुस्तकलाई छेप पनि भन्छ थोस पनि भन्छ। अनि पुस्तक पसललाई हामी के भन्छौँ? सजम भन्छौँ। अनि अर्को के पनि भन्छौँ? एकपाङ पनि भन्छौँ। अनि एउटा आउने अर्को पनि छ स्टेसनरीलाई चाहिँ कोरियन भाषामा के भन्दो रहेछ? मुनगुजम। गुड मुनगुजम भन्छ अथवा मुनबाङ्गु पनि भन्छ है। यो कहिलेकाहीँ आउन सक्छ मुनबाङ्गु मुनगुजम भने यो चाहिँ यो नआएको कुराहरूलाई चाहिँ यहाँले उ गरेर राख्नुहोस् है। सानो नोट त्यो पढ्दाखेरि लिएर राख्नुभयो भने हुन्छ। यो भने चाहिँ स्टेसनरी किताब कापी सबै पाउन ठाउँ हुन त डाइसोमा पनि पाइन्छ। त्यो डाइसोको एउटा सेक्सनमा जानु भने त्यो मुन्गु सेक्सन हुन्छ। ल स्टेसनरी भनेको यो। त्यसपछि आ अ य हे फोदा यी हेर्नु भन्ने व्याकरण मैले सिकाएको छु 3 प्याटर्नवाला व्याकरण हुन्छ। यो चाहिँ इन्फर्मल टाइपको व्याकरण आयो। अब यतिखेर अब हामी यहाँ 4वटा हुन्छ हुन चाहिँ आ फोदा एउटा हुने भयो। त्यसपछि अ फोदा एउटा हुने भयो। अनि के हुने भयो एउटा य फोदा हुने भयो। अनि हे फोदा हुने है। अब यहाँनिर हेर्दाखेरि कतिखेर आ फोदा लाउँछौँ भने ओ र आ आयो भने हामी आ फोदा लाउँछौँ। अ र उ आयो भने अ फोदा लाउँछौँ। आछिम नभएको इ आयो भने य फोदा लाउँछौँ र आधा भव आयो भने हामी हे फोदा लाउँछौँ। अनि बाँकी सबै जहाँ जहाँ अटाउँदैन त्यसमा हामी के लगाउँछौँ भने यो अ फोदा लगाउँछौँ। बाँकी सबै यसमा लगेर बसिदिन्छ। ल त्यसो हो भने यो भनेको के रहेछ भने कुनै पनि कुरालाई यसो अनुभव गरी हेर्नु अथवा प्रयास गरी हेर्नु यस्तो ट्राई गरी हेर्नुहोस् न भनेर प्रयोग गर्दाखेरि यो व्याकरण चाहिँ हामीले अरूलाई भन्ने व्याकरण हो। जस्तै मासिदा आयो भने मासिदामा लगाउनुहोस् त के हुन्छ? के हुन्छ? मासिदा लगाउनु एउटा फोदा लगाउनुहोस्। आ ओ फोदा व्याकरणसँग लगाइ हेर्नुहोस् त। मास्य फोदा। अनि प्राय जस्तो फोदाको पछाडि पनि के हुन्छ भने यो चाहिँ यो व्याकरण चाहिँ अरूलाई के भन्छ प्रस्ताव गर्नलाई प्रयोग हुने व्याकरण भएकोले गर्दा प्राय जस्तो से उसेमा इन्डिङ हुन्छ। हुन त अरूमा नि इन्डिङ हुन्छ तर नर्मल्ली चाहिँ यो से उसेमा बढी प्रयोग हुने चलन चाहिँ यसको मास्य फोसेयो बनाउनु पर्यो यसरी है। यो फोदा व्याकरण यो लागिरहेछ यो फर्मुला लागिरहेछ। फोदाको चाहिँ के हुन्छ होला? ल भन्नु फोदाको पछाडि पनि फोदा छ कन्फ्युजन हुनसक्छ के हुन्छ होला यसो सोच्नुहोस् त। फो आ हुन्छ सुरुमा होइन फोवा बोसेयो हुन्छ। तर यसको के हुन्छ होला यो दुईटालाई हामी जोडेर फा बोसेयो भन्छ। त्यो हेरी हेर्नुहोस् त भनेर यसरी प्रयोग गर्न मिल्छ। बुझ्नुभयो होला के व्याकरण रहेछ। ल यो पनि पढिदिनुहोस्। ल यो पनि पढ्नुहोस् 1 देखि 4 नम्बरसम्म पढ्नुहोस्। 이 옷 한 번 입어보세요. 한국 음식도 먹어봤어요? 내일은 일찍 일어나 보고 싶어요. 힘들어도 끝까지 해봅시다. 질문 있으면 먼저 검색해보고 선생님께 물어보세요. ल धन्यवाद। के रहेछ त हेरौँ त। ढङ्गमूल माराल्तेना अब अनुभव मैले यस्तो गरी हेरेँ। अब यो चाहिँ अनुभव चाहिँ मेरो हुने भयो अरूको हुने भएन। भनौँ न अझै छेजुदोए खाबासय यो फोदाको पछाडि अब आशय असय युज गर्यो भने मेरो भयो होइन। अथवा खाबोम्निदा भन्यो भने गई हेर्छु भनेर यो प्रेजेन्टमा पनि हाल्न मिल्यो फ्युचरमा पनि लगाउन मिल्छ। यसमा कुनै गाह्रो छैन। अनि अरूहरूलाई खन्यु भनेको सुझाव दिने बेलामा अब सुझाव दिँदाखेरि चाहिँ उसेमा इन्डिङ हुने चलन बढी हुन्छ। इ हो थानबन इब भोसेयो यहाँनिर लागिरहेछ व्याकरण इप्तामा दा काटेर अबोसेयो लागिरहेछ लगाइ हेर्नुहोस्। हानको गुम्सिक त मग फास्सयो इ क्वेसन सोध्न कोरियन खाना पनि खाइ हेर्नुभयो खानुभएको अनुभव छ यस्तो खालको व्याकरण। नेरुन इल्चिक इरना फुगुसी भयो भोलि चाहिँ बिहानै म चाहिँ के गर्न चाहन्छु भने उठ्न चाहन्छु। कहाँनिर लागिरहेछ हेर्नुहोस् त व्याकरण यहाँनिर लागिरहेछ इरना फुगुसी भयो। इरनादा भनेको यहाँनिर लागिरहेछ यहाँले याद गर्नुहोस् है कसरी लागिरहेछ हेरौँ त हामी। इरनादा भन्ने भब छ यहाँनिर। इरनादा भनेको उठ्नु हो
आधाको इ र नादा केदा पनि हुन्छ दा काट्यो हामीले अब इ र ना आयो है अब आ बोदा अ बोदा य बोदा हे बोदा मध्ये के लाग्छ यहाँनिर लास्टमा हेर्नु पर्यो भन्नुहोस् त के लाग्छ गुड आ फोदा लाग्ने भयो तर अब यहाँ दुईटा ना आ हुँदाखेरि यो दुईटा आलाई चाहिँ हामी के गर्छौँ भने एउटा आमा यसलाई जोड्छौँ यदि इरेगुलर भब भयो भने चाहिँ जोड्दैनौँ तर इरेगुलर भब होइन त्यसैले इ र ना फोदा हुन्छ यसरी त्यसैले यो व्याकरण चाहिँ यहाँनिर लागेर यहाँसम्म लागेर फेरि यो फोदाको पनि दाग काटेर फेरि अर्को पनि व्याकरण डबल व्याकरणको प्रयोग भइरहेछ यहाँ आबोदा अबोदा व्याकरणसँगै गोसिफयो भन्ने व्याकरण पनि सँगै प्रयोग भएको कारणले गर्दा यस्तो रूप देखिएको यहाँनिर भोलि छिट्टै उठेर हेर्न चाहन्छु तिम्दु र दो गाह्रो भयो भने कुदकाजी हे बोप्सिदा ल यहाँलाई मैले भन्न चाहन्छु है यो गाह्रो भए तापनि अन्तिमसम्म गरी हेरौँ नोरे खाप्सिदा कोसिस गरी हेरौँ छिल्मुन इस्सुम्यान प्रश्न छ भने मन्ज पहिला खम्से खेभोगो हेर्नुहोस् त यहाँनिर आइरहेछ पहिला खम्से खादा भनेको खोजी गर्नु होइन त पहिला खोजी गर्नुहोस् आफैले अनि कन्सेङ निम्के मुरो बस्यो त्यसपछि चाहिँ सरलाई सोधी हेर्नुहोस् भनेको छ यो व्याकरण पनि कुनै व्याकरणसँग जुझ्ने व्याकरण होइन तर यसको स्ट्रक्चर चाहिँ याद गर्नु होला है ल उल्सु इत्ता अत्ता भन्ने व्याकरण कस्तो खालको व्याकरण रहेछ भन्दाखेरि नेपालीमा हामी उल्सु इत्ता भनेको गर्न सक्नु यो नसक्नुले चाहिँ फेरि गर्न नसक्नु भन्नु खोजेको होइन है यो चाहिँ अगाडिको न वाक्य मिलाउँदाखेरि लाग्ने ल हो सक्नु र नसक्नु भन्नु खोजेको क्या गर्न सक्ने कि गर्न सक्नु गर्न नसक्नु खान सक्नु खान नसक्नु जान सक्नु जान नसक्नु यसले केलाई जनाउँछ भने यो व्याकरण सम्भावना वा क्षमता सम्भावना ओनुल फिगा उल्सु इस्सयो ओनुल फिगा उल्सु अप्सयो सम्भावना बुझिन्छ यो किनभने पानी पार्ने क्षमता हामीमा छैन हनुन ओथो बाहिर थाल्छु इस्सयो अथवा उन्जन हाल्छु इस्सयो यी खिगेहरू थारुलचुल आरायो थारुलचु इस्सयो थारुदा मेसिनलाई पनि प्रयोग गर्नुलाई सायोङ हादा पनि भन्छ मेसिन चलाउनुलाई थारुदा भन्ने भब पनि युज गर्छ है अपरेट गर्ने भन्ने अर्थमा थाक्तोङ हादा पनि भन्छ थाक्तोङ हाल्छु इस्सयो यस्तो खालको व्याकरण हो ल अब यस्तो खालको व्याकरण आउने बित्तिकै हामीले भनेका छौँ यहाँनिर खुल्ला छ खुल्ला हुनसाथ के हुन्छ त यो पनि दुई भागमा विभाजन भएर यतापट्टि उल्सु इत्ता हुन्छ इत्ताबाट एकैचोटि सजिलो हुन्छ इस्सय बनाइदिउँ अनि गर्न नसक्ने हो भने यो अपसय हुने भयो यतापट्टि चाहिँ लसु इस्सय र अपसय यसरी चाहिँ हुने खालको व्याकरण रहेछ ल त्यसपछि एकजनाले यो परिभाषा पढ्नुहोस् त ल के भने रहेछ 어떤 상황이나 일이 가능하거나 어떤 일을 할 수 있는 능력이 있음을 나타낼 때 사용해요. ल तल्लो वाक्यहरू 저는 한국어로 한국어로 읽을 수 있어요. म चाहिँ कोरियन भाषा पढ्न सक्छु. 여기에서는 담배를 피울 수 없어요. यहाँमा चाहिँ चुरोट खान सकिँदैन. 이 문제는 혼자서 풀 수 있어요. यो प्रश्न एक्लै समाधान गर्न सक्नुहुन्छ. वाइफाई가 없으면 인터넷으로 할 수 없어요. 와이파이 되는 인터넷 चलाउन सकिँदैन. 열심히 연습하면 노래도 잘 부를 수 있어요. मेहनत साथ अभ्यास गर्यो भने गीत पनि गाउन सकिन्छ. ल हेर्नुहोस् त के रहेछ भन्दाखेरि अतन साङ्वाङिना इरी खानु हागना कुनै अवस्था वा काम सम्भव हुँदा खानु हादाको फान्देमाल के हुन्छ यो पनि आउँछ के हुन्छ ल भन्नु फुलले नेगेटिभ जनाउँछ है फ्यन हादाको बुल फ्यन हादा भने यस्तै खानु हादाको फुल खानु खादा अत्तनिल हाल्सु इन्नु नुङ्ग्यो अथवा कुनै काम गर्न सक्ने क्षमता इस्सुमुल छ भन्ने कुरालाई देखाउँछ अब अर्ता प्रयोग गर्यो भने चाहिँ फेरि छैन भन्ने कुरा देखाउँछ हेर्नुहोस् त छनुन हाङ्गुगरो इल्गुल्सु इस्सय म चाहिँ कोरियालीमा पढ्न सक्छु भनेको चाहिँ कोरियन भाषीद्वारा पढ्न सक्छु अहिले जस्तै साथीले पढ्नुभयो नि उहाँले यस्तै यङहरू इल्गुल्सु इस्सय भन्यो भने अङ्ग्रेजी भाषाद्वारा पनि पढ्न सक्छु कोरियन रिडिङ गर्न सक्छु भनेको हो यगी सनुन यगी एस हो है हुन चाहिँ यो तर यसलाई सर्टकट गरेर यगी स बनाएको यहाँ चाहिँ यो ठाउँमा चाहिँ थाम्बेरुल फ्युल्सु अप्सयो भनेको यहाँ चुरोट पिउन सम्भावना छैन चुरोट पिउन मिल्दैन भन्ने कुरा हो यी मुन्जे भनेको फिल्मुन भन्ने अर्थमा प्रश्न पनि हुन्छ तर यहाँ चाहिँ समस्या पनि हामीले बुझ्न सकिन्छ होन्जा एस एक्लै फुल्सु अप्स इस्सयो अब यो चाहिँ फुल्दा आइसकेपछि चाहिँ यो चाहिँ अब हामीले बुझ्नु पर्यो प्रश्न नै हो यो प्रश्न एक्लै समाधान गर्न सक्नुहुन्छ भनेको यो क्वेसनलाई सल्भ गर्न सक्नुहुन्छ वाइफाईका अप्सुमियन इन्टरनेसनल हाल्सु अप्सयो
वाइफाई छैन भने इन्टरनेट प्रयोग गर्न सकिँदैन। यहाँनिर लागिरहेको छ यो व्याकरण हेर्नुहोस् त है। आधाबाट आधामा फाँचिम छैन यी लसु अपसयो। यल्सिमी यन्सु भाम्यन एकदमै मेहनत साथ अभ्यास गर्यो भने नोरेदो छाल बुरुदा यहाँनिर फुरुदामा त फाँचिम हुँदैन, त्यसैले लसु इसयको प्रयोग भइरहेको छ। जस्तै यहाँनिर हेर्नुभयो भने फुरुदा भनेको गीत गाउनु हो, दालाई हामी काट्यौँ, अब यहाँनिर केही पनि छैन, त्यसो हुँदाखेरि हामी यहाँ के लाउँछौँ भने लसु इसयो गरे यसरी फुरुल्सु इसयो। हाङ्गुक नोरेरुल फुरुल्सु इसयो भनेको के भनेको त भन्नुहोस् त? कोरियन गीत गाउन सक्छ। कोरियन गीत गाउन सक्नुहुन्छ। यर्बुन दुल्जुङ यसो हाङ्गुगरो नोरे फुरुल्सु इन्नुन सारामी इसयो। कोरियन भाषामा गीत गाउने मान्छे कोही हुनुहुन्छ? अघि ने भन्नुभयो, कसले भन्नुभयो ने? ल भन्नुहोस्। ल एउटा ऋषि धमला सरको स्टाइलमा ल गाइदिनुहोस् भन्नु पर्ला क्या हजुरलाई फेरि है। मैले यता हाम्रो फिजिकलमा चाहिँ गीत पनि सिकाउने गरेको छु कि टाइमिङ हेरेर। जस्तै यो आरिराङ, त्यसपछि अर्को होल्लो आरिराङ, अनि 4-5 वटा फेमस गीतहरू। ल हेरौँ फानमाल ठाडो भाषाको विषयमा हेरौँ। ठाडो भाषा अब खासै गाह्रो छैन, अब यसबाट त्यस्तो क्वेसन पनि आउने होइन। यो काटेपछि फानमाल भइहाल्छ है। मगएको मग, खाएको खा काटेपछि फानमाल भइहाल्छ। यही कुरा जानकारी गराउन खोजेको हो। ल एकजनाले यो पढ्नुहोस् त, परिभाषा र यो वाक्यहरू पढ्नुहोस् फटाफट। 생각이나 사실을 듣는 사람에게 친구하게 말할 때 사용해요. 어디가? 밥 먹었어요? 나 지금 바빠. 나 어디가? 이거 내가 할게. अनि 내일 같이 영화 볼래? ओके ल हेरौँ है त। यहाँनिर छिनगुन हादा भन्ने शब्दको अर्थ के हो? साथीसँग घनिष्ठ हो। घनिष्ठ हुनु छिनगुन हादा है। घनिष्ठ हुनु याद गर्नु होला। यो शब्द पनि धेरै प्रयोग भइरहेको हुन्छ। ल सेङ्गा किन यो अब यो पर्दैन होइन। विचार वा वास्तविकता सुन्ने मान्छेलाई एकदम घनिष्ठसँग आफ्नै दाई जस्तै गरेर, कहिलेकाहीँ फान्जाङनिम पनि एकदमै अब फान्जाङनिम खाजाङनिमहरू पनि दाई जस्तो छ भने अब हामी पनि प्रयोग गर्छौँ। पछि चिनेपछि ओ फान्जाङनिम पाली हे भनेर यसरी होइन भन्न मिल्छ, तर अवस्था हेरेर हुन्छ। ल बुझिसक्नुभयो। अब अधि खायो भन्नुपर्ने अधि खा भनेको छ। फा मगस्सयो भन्नुपर्ने कम्ती भने फा मगस्स भन्दै आउनुहुन्छ नि होइन हामीलाई। ए मगस्मिदा फान्जाङनिम्दो धुस्यसयो भनेर भन्नुहोस् है। यस्तो कोरियनलाई एकदम स्मार्ट बनाउनुहोस् क्या, रमाइलो बनाउनुहोस् क्या लाइफलाई होइन। छिरो हादा नगर्नुहोस्। गर्नु नै छ भने किन दिक्क मानेर गर्ने भन्ने कुरा हो क्या। कि त अब यो खुमान्दुदा गर्नु पर्यो, होइन भने छिरो हादा नगरिकन छेमी के इरल आसिगिल फाराम्निदा। ल राम्रोसँग गर्नुहोस्। ल नाचिकुम फाप्पा म अहिले व्यस्त छु। इगो नेगा हाल्के यो मैले गर्नेछु। अब यो फानमा लगाएपछि छेगा हाल्नु परेन, नेगा हालिन्छ। नेल खाची यङ्ग फुल्ले भोलिसँगै फिल्म हेर्छौ त भन्ने अर्थमा यो भनेको। ल बुझिसक्नु भएको छ। होङसा यङयङसामा म्यन उम्यान भन्ने व्याकरण, यदि यस्तो भने भन्ने खालको व्याकरण। यो म्यन उम्यान भन्ने व्याकरण लागेपछि 100% स्योर हुँदैन भन्ने कुरा हो। यस्तो भयो भने, त्यो घटना भयो भने मात्रै त्यो हुन्छ भन्ने कुरा बुझिन्छ। अब वाक्य मिलाउँदाखेरि यदि र भने दुइटै राख्यो भने अलि राम्रो सुनिन्छ। ल यो पनि पढिदिनुहोस् त, परिभाषा र वाक्य। 앞내용이 뒷내용이 적어있는 가정될 때 사용해요. 시간이 있으면 같이 가요. 열심히 공부하면 합격할까요? 한국어가 어려우면 천천히 배우면 돼요. 피곤하면 오늘은 쉬어요. 이걸 누르면 문이 열려요. ल 감사합니다. 앞 내용이 뒷 내용의 조건이나 가정될 때 사용해요. अगाडिको विषयवस्तु चाहिँ के हुने रहेछ भने शर्त। अगाडि शर्त छ अथवा अनुमान छ, पछाडिपट्टि चाहिँ विषय छ अथवा नतिजा भन्न मिल्छ है। भनेपछि पछाडिको विषयको अगाडिपट्टि के छ भने शर्त छ। अगाडि हेर्नुहोस् त यहाँनिर सिगानी इस्सुमेन शर्त छ, पछाडिपट्टि त विषय आएको छ, सँगै जाउँ भनेको छ। तर त्यसै सँगै जाने होइन। अगाडिपट्टि हामी के छ भने त्यहाँ छोक्कन छ। छोक्कन समय भयो भने सँगै जाउँ, भएन भने नजाउँ भन्ने कुरा हो नि। हाप्क्य खालकयो पास गर्नेछु, 100% पास हो त होइन। यहाँनिर हेर्नुहोस् त के दिएको छ। यहाँनिर छोक्कन दिएको छ। यल्सिमी खोङ्बु हाम्यान। ल हेर्नुहोस्, यल्सिमी खोङ्बु हेया सियमे हाप्क्य हाल्छु इत्तानन सोरी हिम्निदा भनेको मतलब मेहनतसँग अध्ययन गर्यो भने बल्ल पास हुन सक्नुहुन्छ। हजुरहरूको केसमा पनि त्यही हो। यो अनुमान भन्न पनि मिल्यो,
शर्त भन्न पनि मिल्यो यो वाला वाक्यमा चाहिँ। ल छनछनी फेउमेन थियो है, हाङ्गुगगा अर्य उमेन, बिस्तारै सिक्नु भए पनि हुन्छ। उम्यन थेदा भन्ने व्याकरण, यो व्याकरणसँगै लागेको यो चाहिँ अर्को खालको व्याकरण हो है। यो चाहिँ उम्यन थेदा भन्ने व्याकरण, यो भने हुन्छ भन्ने व्याकरण हो। यो भनेमा हादा र थेदा जोडिएको व्याकरण हो। यो अहिले हामीले पढिरहेको व्याकरण चाहिँ यहाँ अगाडि लागेको छ। यहाँनिर बिस्तारै पढ्नुभयो भने हुन्छ, बिस्तारै सिक्नुभयो भने हुन्छ। शर्त छ यदि गाह्रो भएको हो भने, गाह्रो भएको छैन भने त पाली पाली फेवाइदियो है त। ल ओनुरुन सिवायो, आज चाहिँ आराम गर्छु। शर्त के छ? इगोन हामेन, थकाइ लागेको छ भने। इगल नुरुमेन मुनि यल्ल्यायो, नुरुदा भनेको दबाउनु, थिच्नु, यल्लिदा भनेको खुलिनु है। यो यल्दा र यल्लिदालाई एकदम ध्यान दिनुहोस् है, क्वेसन धेरै आउँछ यसबाट पनि। यल्दा भनेको कर्ता, एक्टिभ हो, एक्टिभ व्यक्तिले खोल्ने। यल्लिदा भनेको प्यासिभ, आफै खोलिने। ल 10 नम्बरमा आस अस यस हेस भन्ने व्याकरण आज चाहिँ के आएको रहेछ ल हेर्नुहोस् त। सुन्छा भनेको क्रम आएको रहेछ आज। पहिले यहाँहरूलाई भनेको थिएँ आस अस दुई तरिकाको हुन्छ। आस अस भन्ने व्याकरण हिजो एक तरिकाको आइसक्यो, त्यतिखेर चाहिँ हामीले कारण पढेका थियौँ। अनि 2 नम्बरमा फेरि आस अस आज कुन व्याकरण आइरहेको छ भन्दा यहाँनिर हेर्नुभयो भने कामको क्रम जानकारी गर्दो रहेछ। अनि गोसँग ठोकिने व्याकरण 1 को हो कि 2 को हो? 1 को होइन, 2 को होला सर। 2 को चाहिँ आस अस 2 को ठोकिन्छ। गो भन्ने व्याकरण ठोकिने चाहिँ 2 को सँग हो, किनभने यो पनि कार्यको के हो त? यो पनि क्रम हो, यो पनि क्रम हो। अब यो दुईटा क्रम ठोकिने भयो। यदि वाक्य कारणमा आउँछ भने मैले सिधै के लगाउनु भनेको छु हजुरहरूलाई? यो आस अस लाग्ने भइहाल्यो। तर वाक्य चाहिँ दुईटै क्रम जस्तोमा देखियो भने घनिष्ठ छ त्यो वाक्य आपसमा भने आस अस लगाउने, घनिष्ठ छैन एउटा काम सकिएपछि अर्को काम हुने जस्तो देखिन्छ भने गो लगाउने भनेर यहाँहरूलाई मैले बुझाएको थिएँ। ल पढिदिनुहोस् त, यो पनि बुझिहाल्नुहुन्छ के भन्नु खोजेको रहेछ। 서로 관계인 논투 행동 이 시간적으로 이어서 단한물만 할 때 사용해요. 밥을 먹어서 바로 출근했어요. अरू सोधेको छैन त्यहाँबाट। ल अर्को 친구를 만나서 커피를 마셨어요. 지하철을 타서 학교에 갔어요. 한국어에 와서 한국어를 배웠어요. 숙제를 끝내서 게임을 했어요. ल अलिकति बुझाउनु पर्ने कुरा छ यहाँनिर। अब हेर्नुहोस् त, हिजो हामीले पढेको आस अस यदि वाक्य कारणमा छ, यो वाला आस अस जुझ्ने चाहिँ फेरि कुन व्याकरणसँग हो त? ल मलाई भन्नुहोस् त। यो वाला व्याकरण जुझ्ने भनेको उनिकासँग हो। यिनीहरू कारणवाला गीते मुने भन्ने व्याकरण हो। अलि पछाडि जाँदै गर्दाखेरि अब त्यो नुरागो भन्ने व्याकरण पनि छ हैन। यी व्याकरणहरू चाहिँ कारणसँग जुझ्ने व्याकरण हो। गोभित्र चाहिँ यो कारण भन्ने क्षमता हुँदैन। अब अहिले हामीले पढिरहेको व्याकरण चाहिँ घनिष्ठ छ कि छैन भन्ने आधारमा हुन्छ। जस्तै यहाँनिर हेर्नु भने फाबु मगस फारो छुगुन हेस्सयो, भात खाएर तुरुन्तै, यो भात खाने बित्तिकै तुरुन्तै चाहिँ काममा गएँ भन्ने कुरालाई बुझाउँछ। यदि हामीले यहाँनिर गो लगाएको भए के बुझिन्थ्यो भने भात खाएँ अनि त्यसपछि बल्ल काममा गएँ भन्ने यस्तो खालको बुझिन्छ। वाक्य घनिष्ठ छ कि छैन भन्ने आधारमा हामीले प्रयोग गर्नुपर्ने हुन्छ। तर यस्तो खालको कन्फ्युजिङवाला वाक्य चाहिँ हुँदैन, एन्सर क्लियर आउने वाक्य नै हुन्छ। त्यति कुरा चाहिँ याद गर्नु पर्यो। जस्तै यो वाक्य दिन्छ, ल क्वेसनमा दिने वाक्य एकदम यो एक्युरेट वाक्य हो। अब यहाँनिर यस्तो ब्लर गरेको हुन्छ यहाँनिर। अब 1 नम्बरमा अप्सन हान्छ मान्ना गो र मान्ना छ। एन्सर के हुने रहेछ? मान्ना छ हुन्छ। मान्ना गो लगाइदिनु भयो भने त्यो सम्बन्धित छैन। साथीलाई भेट्ने कार्य र कफी खाने कार्यलाई छुट्टैको रूपमा लिदिन्छ गो लगाउने बित्तिकै। अब हामीले भन्न खोजेको त मैले जुन साथीलाई भेटेँ उहीसँग मैले कफी पिएँ भन्न खोजेको, नर्मल्ली त्यही नै बुझिन्छ। त्यसैले आस असलाई राइट एन्सरको रूपमा लिने हुन्छ। यस्तो खालको एक्युरेट क्लियर एन्सर आउँछ। त्यहाँ छरोल यहाँ चाहिँ एउटा मिस्टेक भएको छ। ल यो अस्ति नै सुधार्ने भनेको मैले बिर्सिँदो रहेछ। थागो हुन्छ, आसो हुनुपर्ने, तर यातायात अनि कपडा इप्तामा इप्को अनि त्यसपछि सुदा आयो भने सुगो लाग्छ है। यतिखेर चाहिँ आसो अस लाग्दैन। कपडा त्यसपछि यातायात यस्तो प्रयोगको कुरा आयो भने चाहिँ थास हुँदैन, थागो हुन्छ। खोथुरुल इबस हुँदैन, इप्को हाक्यो खाम्निदा हुन्छ। कोट लगाएर विद्यालय जान्छु भन्दाखेरि यसको चाहिँ अलि अपवादको नियमतिर आउँछ। यो कुरालाई याद गर्नु होला। अन्तिममा मैले फेरि याद दिलाइदिनेछु यहाँहरूलाई।
एक्जामभन्दा अगाडि यो चाहिँ अपवाद हो है। 한국에 와서 한국어를 배웠어요. कोरियामा आएर अनि मैले कोरियन भाषा सिकेँ। 숙제를 끝내서 게임을 했어요. होमवर्क सिधाएर अनि गेम खेल्यो भने यसरी लगातार बग्दै आएको छ। 끝내고 लगाउनु भयो भने चाहिँ अलिकति फरक खालको दुईटा वाक्य चाहिँ एउटा होमवर्क गरे एउटा चाहिँ गेम खेल्यो भने यसरी कार्य छुट्टिन्छ। तर यो चाहिँ सरर नजिकै सकिने बित्तिकै जस्तो चाहिँ गेम खेल्यो भने अर्थ यसलाई हामीले बुझिन्छ। तर क्वेसन स्पष्टसँग फरक आउँछ है त। थोङसा यङसा गेत गेत भनेको हामीले के पढेका छौँ? भविष्यत्काल हो। भविष्यत्काल हो। भविष्यत्काल हुने बित्तिकै के पनि हुन्छ भनेको छौँ? अनुमान। तर यस्तो भइदिन्छ क्या, यो गेतमा हेर्नुभयो भने अब यसको लगाउने तरिका त सिम्पल छ, न यसमा फाचिम छ न केही छ, डाइरेक्ट गेत लगाउँदा हुन्छ। यो गेत चाहिँ वास्तवमा फर्स्ट पर्सनसँग मात्रै लाग्छ। फर्स्ट पर्सनसँग म र हामीसँग लाग्छ। म हामीसँग लाग्दाखेरि चाहिँ यो के हुन्छ भने प्योर भविष्यत्काल भइदिन्छ। जस्तै अनुन नेल त्यसपछि सौर्य खागेसुनिदा म भोलि सौलमा जानेछु, प्योर भविष्यत भयो। तर यही गेतलाई यदि थर्ड पर्सनसँग लगाइदिनु भयो भने त्यो के भइदिन्छ भन्दा त्यो अनुमान भइदिन्छ। हरिनुन नेल सौर्य खागेसयो भन्यो भने चाहिँ हरि भोलि चाहिँ कतातिर जान्छ जस्तो बुझिन्छ भन्दाखेरि चाहिँ सौलतिर जान्छ भनेर बुझिन्छ। तर मैले भनेको छु अब गेत त यहाँनिर हेर्नु थर्ड पर्सनसँग नलाग्नु पर्ने, लागिदियो भने के हुन्छ भने अनुमान हुन्छ। मेरो कुरा बुझ्नुभयो? क्वेसनमा आयो भने चाहिँ लाग्दैन है। फेरि यो र उल्कयोसँगै आउँछ। क्वेसन आउँदाखेरि थर्ड पर्सन आउने बित्तिकै उल्कयो एन्सर हुन्छ। यस्तो हुन्छ क्या। क्वेसन बनाउने एउटा मापदण्ड हुन्छ। व्याकरण त भित्र छिर्दै जाँदाखेरि त यसको फेरि फरक हुन्छ। तर क्वेसन आयो भने थर्ड पर्सन आउने बित्तिकै यो लगाउनु पर्ने हुन्छ। जस्तै यहाँनिर हेर्नु भने नेल, यो नेल भनेको पनि थर्ड पर्सन हो। भोलिको बारेमा कुरा गर्दैछु। थर्ड पर्सन भन्ने बित्तिकै व्यक्ति नै हुनुपर्छ भन्ने छैन भने मैले भने हावा पानी जेसुकै पनि हुनसक्छ। यहाँ भोलि चाहिँ मौसम छोखेसयो। यो मौसम हामीलाई एक्युरेट थाहा हुन्छ र भोलि मौसम राम्रो हुन्छ होला, यतिखेर यसले अनुमानको भूमिका निभाइदिइरहेको छ। र एकजनाले यो पनि पढिदिनुहोस् त, यसको यो माथिको भाग र तलको वाक्यहरू। 다른 사람이 일하는 상황을 추측할 때 사용해요. 내일은 날씨가 좋겠어요. 이제 곧 도착하겠죠. 제가 도와드리겠어요. 그 소식 들고 놀랐겠어요. 주말에는 사람이 많겠어요. ल यहाँनिर हेर्नु भने यी वाक्यहरूमा हामी के देख्न सकिन्छ? जस्तै यो छुमारेनन् सारामी मान्केसय भन्ने वाक्यमा यहाँ म पनि छैन। तर यस्तो हो भने थर्ड पर्सन मानिन्छ। हामी नआउने बित्तिकै त्यो वाक्य थर्ड पर्सनमा गनिने चलन बढी हुन्छ। सप्तान्तमा चाहिँ मान्छेहरू धेरै हुनेछन् भनेको यो थाहा भएर भनेको पनि हुनसक्छ, अनुमान पनि हो, यसमा झुकिने केही पनि होइन। उल्कयो आयो भने थर्ड पर्सन आयो भने यो लाग्ने हो। त्यति कुरा याद गर्नुहोस्। सोसिगुल खुदको त्यो खबर, सोसिक भनेको खबर है। न्युजलाई पनि सोसिक भनेर भन्न मिल्छ, न्युज पनि भन्छ। थुक्को सुनेर नोल्ला केसय, नोल्लादा भन्ने व्याकरण। नोल्लादा भनेको छक्क पर्नु होइन, झस्किनु। नोल्लादामा दा काटेर गेत लागेको छ अनि इन्फर्मल इन्डिङ अयोबाट इन्डिङ गरेर नोल्ला केसय, छक्क पर्नुभयो होला है, अलि अचम्मित हुनुभयो होला है त्यो खबर सुनेर भनेको। छेगा थोवा दुरी गेसय, मैले सहयोग गर्नेछु। यो चाहिँ अनुमान होइन, यो मसँग प्रयोग भएपछि यो चाहिँ प्योर भविष्यत भइहाल्यो नि। मैले अनुमान म मद्दत गर्नेछु भनेपछि त्यो ढाँटेको जस्तो भइहाल्यो नि। मैले मलाई अनुमान गर्न त मिल्दैन। ओके म गर्छु भने त्यसैले यहाँ माथि भविष्यत र अनुमान हुन्छ। फर्स्ट पर्सनमा चाहिँ एक्युरेट भविष्यत हुन्छ भने अरू कुरा गरिरहेको छ भने अनुमान जस्तो बुझिन्छ। इजे खोद थोचाक हागेच्यो, अब छिट्टै पुगिन्छ नि होइन र भनेर अनुमान गरेको। हामी ट्रेनमा यात्रा गर्दै थियौँ, पुसान आउन लागेछ, इजे खोद थोचाक हागेच्यो, छिट्टै पुगिहालिन्छ नि भनेको। नेहरू नाल्सीका छोकेसयो, ल यो अघि नै मैले भनिसकेँ है। यो गेत र उल्कयो भन्ने व्याकरणमा याद गर्नु होला। उल्ते रत्ते भन्ने व्याकरण ने बेला अथवा त्यो काम गर्दाखेरि भन्ने खालको व्याकरण सामान्य व्याकरण हो। फाचिम छ भने कन्सोनेन्ट इन्डिङ भयो भने हामी उल्तेको प्रयोग गर्छौँ। अब भवेल इन्डिङ र ल फाचिम आयो भने हामी लतेको प्रयोग गर्छौँ है। याद गर्नु होला। विशेष गरी यहाँनिर अब जस्तै थुत्ता आयो भने के हुन्छ? इरेगुलर भर्ब याद गर्नुपर्ने हुन्छ। गीत सुन्दाखेरि, सुन्ने बेलामा भन्दाखेरि के गर्नु पर्ला? गीत सुन्ने बेला थुरुल्ते हो, थुरुल्ते। नोरेरुल थुरुल्ते छदो खाची फुरुल फुल्लयो, म पनि सँगै गाउँछु, यस्तो होला।
रुल्ते याद गर्नुहोस् है इरेगुलर भर्बमा। अरूमा त नर्मली अब छेगुल इल्गुल्ते किताब पढ्ने बेलामा, नोरेरुल थुत्सुमिदा म्युजिक सुन्छु होइन यता इत्यादि। अब भवेल इन्डिङमा आउने बेलामा खादाबाट खाल्ते, फोदाबाट फोल्ते, ल फाचिमवाला पनि हामीले याद गर्ने। मान्दुल्दाबाट के हुने भयो यो चाहिँ मालदुल्ते मान्दुल्ते। मान्दुल्दामा नि ल छ, यो ल छ, दुईटा ल एकै ठाउँमा जोडियो भने बुझ्नुभयो भने भइहाल्छ। ल यो पनि पढिदिनुहोस् त, यो परिभाषा पनि पढिदिनुहोस् अनि यो बाँकी पनि पढिदिनुहोस् त के रहेछ। अत्तनहिन 어떤 상황이 일어난 순간이나 통화를 나타내요. 학교에 갈 때 버스를 타요. 어렸을 때 한국에 살았어요. 피곤할 때 커피를 마셔요. 시험 볼 때 긴장돼요. 친구를 만날 때 항상 설레요. ल हेर्नुहोस् अब है उल्टे लत्ते भनेको ने बेला हो। अब यो बुझिसक्नु भएको छ, कुनै काममा अवस्था भएको क्षण यसमा त चाहिँदैन पनि। ल आक्यो एक खाल्ते जाने बेलामा बस चढ्छु, अर्य सुल्ते अर्य होइन अरिदाबाट अर्य सुल्ते भएको। ल यसको रुट भब के हो, मूल क्रिया के हो यसको, अरिदा। अरिदालाई पासमा लानु भयो भने अर्य ता हुन्छ अनि त्यसमा फेरि उल्ते लगाएपछि अर्य सुल्ते हुने भयो। अर्य सुल्ते यो चाहिँ पास्टवाला अरिदा। म सानो छँदा कोरियामै बस्थेँ, कोरियामै जीवनयापन गर्थेँ साल्दा भनेको। थकित भएको बेलामा कफी पिउँछु। चियम बोल्थे खिन्जाङ। खिन्जाङ भनेको के होला, स्ट्रेस है, खिन्जाङ स्ट्रेस टेन्सन। सिङ्गुरो मान्छे सल्लेदा भनेको चाहिँ के होला, 설레다 너야 सुन्यो। एकदम सल्लेदा भनेको एकदम खुसी लाग्नु क्या, एकदम हिपुदा भन्दा माथिको खुसीलाई सल्लेदा भन्छ। नमुस सल्ले एकदम रमाइलो लाग्छ मलाई। हामीलाई त्यस्तो हुन्छ नि साथीसँग भेट्दाखेरि क्याम्पिङ गर्दाखेरि गर्नुहुन्न क्या हजुरहरू, यस्तो अगाडि बोलाएर टक्क लगाएर मासु सासु पोलेर खाने यस्तो गर्नुहुन्न। गरिन्छ सर, गरिन्छ मजाले गर्नुहोस् है, त्यो हजुर पछि ग्राउन्डमा सपनामै हजुर सीमित हुन्छ। नेपालमा गएपछि रमाइलो गर्छु अवस्थाले पेलिहाल्छ त्यो भन्ने मात्रै हो। अहिले आजै गर्ने हो, साथीहरू जम्मा गर्ने मजाले गर्ने। हाम्रोमा फिलिपिन्सहरू हुनुहुन्थ्यो क्या, मैले उहाँहरूबाट सिकेँ कि कसरी गर्ने रमाइलो भन्ने कुरा। मतलब अब शुक्रबार काम गरेर आउनु, उहाँहरूको अब मानौँ शनिबार ओभर टाइम छैन भने शुक्रबार राति साथी सब आउने, ए फला आउने। अनि त्यो कम्पनीको त्यो बोङ्गो छा हुन्छ नि, बोङ्गो छा ट्रक, अनि ट्रकमा पाल हाल्ने, हेर्नुहोस् है पाल हाल्ने, अनि पालमा पानी भर्ने, बिचमा टेबल राख्ने, अनि बिजुली जोड्ने चाहिँ मलाई डरलाग्दो लाग्थ्यो। अनि त्यहाँ म्युजिक स्युजिक बजाउने, गर्मी महिनामा यहीँ डुबेर बस्ने, अनि यहाँ माथि पकाएर खाने। अनि हामीलाई पनि आऊ भनेर बोलाइ। अलिक उमेर धेरै भएकाहरू थिए फिलिपिन्सहरू पनि, उनीहरूसँग हामी बसेर यसरी मलाई याद आउँछ कि यस्तो चाहिँ रमाइलो गर्थे क्या उनीहरूले। ल यो यावत हामी चाहिँ फुटबल ग्राउन्डमा जान्छ सर, फुटबल खेल्नु राम्रो है। छुक्कु अब त्यत्रो फुटबल ठुलो छुक्कु खेलेर जान्छ अगाडि गार्डनमा हो, गार्डनमा। छोक्कु खेल्नुहुन्छ खेल्नु, छुक्कु भन्दा मलाई अलिक छोक्कु मनपर्छ। छोको चाहिँ एक दुईचोटि मात्रै खेलेको सर। छुक्कु चाहिँ अलिक फिगो हान्दा हुन्छ, अलिकति थारी आफुदा हुन्छ है, रमाइलो त रमाइलो हुन्छ। तर छोक्कु चाहिँ अलिक ट्याक्क ट्याक्क हान्न मजा लाग्छ मलाई। रमाइलो हुँदो रहेछ। यो छोक्कु कल्चर नेपालमा पनि छ, अलिक सेपाक टाक्रो टाइपको छ। कोरियामा त्यो 4 नम्बरको बल युज हुन्छ छोक्कुमा है। खेल्नुहोस् न, सिक्नुहोस्, आइडियाहरू लिनुहोस्। ल उल्लेयो रल्ले भन्ने व्याकरण। अब यो हिजो नै हामीले उल्कायो रिउल्कायो पढ्दाखेरि त्यत्रो हामीले पढिसकेका छौँ। यसलाई पनि दुई भागमा विभाजन गर्दा कन्सोनेन्ट इन्डिङमा उल्लेयो हुन्छ अनि भवेल इन्डिङमा रल्लेयो हुन्छ। यो व्याकरण उल्कायोसँग के फरक छ भन्दाखेरि यसमा चाहिँ प्रश्न साथै नेछु भनेर आफ्नो उत्तर दिन पनि मिल्छ। अनि यो प्राय यो व्याकरण चाहिँ हामीले ठुला मान्छेसँग प्रयोग गर्न मिल्दैन। त्यतिखेर चाहिँ उल्कायो रकायोमा नै हामीले क्वेसन सोध्नुपर्ने हुन्छ। अनि उल्कायोमा क्वेसन सोधेपछि एन्सर चाहिँ उल्केयोमा दिनुपर्छ भनेर हिजो हामीले पढिसकेका छौँ है। अब उल्लेयोको क्वेसन चाहिँ एन्सर उल्लेयोमा दिँदा भइहाल्छ, साथी बिचमा प्रयोग गर्ने व्याकरण हो। ल अब यस्तो खुल्ला अनुसाथ इरेगुलर भर्ब ध्यान दिनु पर्यो। थुत्ताबाट थुदुल्लेयो लेख्नु भएन, पछि थुरुल्लेयो बनाउनुहोस्। अनि मान्दुल्दाबाट मान्दुल्लेयो हुने भयो। ल पढ्नुहोस् त एकजनाले के रहेछ। 후어에서 다른 사람의 의견을 물을 때 사용해요. 우리 같이 갈래요? 오늘 사랑 영화 볼래요? 그렇고요. 주말에 집에서 쉴래요? 이 옷 입을래요? 끝나고 커피 한 잔 할래요? ल हेर्नुहोस् त, बोलचालमा यो धेरै यस्तो लिखितमा प्रयोग हुँदैन, यो इन्फर्मल ल्याङ्ग्वेज हो। अरूको विचार सोद्धा प्रयोग हुन्छ, विशेष गरी साथीको। उरी खाची खाल्ले हो, हामीसँगै जाने त भन्दाखेरि एन्सरमा नै खाची खाल्ले हो भन्न मिल्छ। यो क्वेसन पनि हुन्छ, एन्सर पनि हुन्छ।
लकायो उल्कायो जस्तो चाहिँ होइन, यसमा चाहिँ क्वेसन मात्रै हुन्छ। खाल्कायो भन्यो भने ने खाल्केयो भन्ने एन्सर दिनुपर्छ, यसमा चाहिँ अलिक फरक छ। उनुल छराङ युङमा फोल्लेयो ने फोल्लेयो भन्न मिल्छ, ने फोप्सिदा भन्न पनि मिल्छ। ल हेरौँ त भन्न पनि मिल्यो है। सिल्लेयो आराम गर्ने हो, सुइदाबाट सिल्लेयो। त्यसपछि इबुल्लेयो, इप्तामा फाचिम छैन, उल्लेयो भएको छ। इबुल्लेयो लगाउने हो त ने इबुल्लेयो लगाउँछु भन्न मिल्छ। सुन्दाको सकिएर कफी हान्जान हाल्लेयो, कफी एक कप पिउने त भनेर यसरी भनिएको छ। ल धोङसा हङिङसा उनिका, उनिका भन्ने व्याकरण आउने बित्तिकै आस अस भन्ने व्याकरण पनि आउँछ। यो सबै कारण जानकारी दिने व्याकरणहरू हुन्। हामीसँग आस अस पनि छ, कारण भन्नको लागि गीतेमुने पनि छ। अलि पछि गरेर आफ्नै गल्तीले गर्दाखेरि भएको हो भने नुरागो भन्ने व्याकरणहरू पनि छन्। यी कारण जानकारी दिने व्याकरण हो। तर यसमध्येमा उनिकासँग चाहिँ हामीले सुझाव, आदेश, प्रस्तावमा प्रयोग गर्न मिल्छ, आस अस र गीतेमुनेमा मिल्दैन भने हिजो पनि भने। अनि धन्यवाद र क्षमा याचनामा चाहिँ कुन चाहिँ प्रयोग गर्छौँ अरे हामी? भन्नुहोस् त ल खै। आस अस। धन्यवाद र क्षमा याचना नुजस छेसङ आम्निदा होइन, वाजुसेस खाम्सा आम्निदा, यस्तोमा चाहिँ आस असको प्रयोग गर्नुपर्ने हुन्छ। ल पढ्नुहोस् एकजनाले के भने अरे, यो पनि पढ्नुहोस्, यो पनि पढ्नुहोस्। 어떤 일에 이유나 원인은 말할 때 사용해요. 배가 고프니까 밥을 먹으러 가요. 시간이 없으니까 택시 타요. 길이 막히니까 좀 일찍 출발해요. 오늘은 제가 바쁘니까 내일 만나요. 피곤하니까 일찍 잡시다. ल हेरौँ है त के रहेछ यहाँनिर। उनिका भन्ने व्याकरण छ। कुनै कामको कारण वा कारण इयु भनेको नि कारण हो, अनि वनिन भनेको अलिकति मूल कारण, मुख्य कारण भने जस्तो हो। त्यो हुनु घटना घटाउनु मूल कारण भन्ने बेलामा प्रयोग हुन्छ भनेको छ। कारण अगाडि हुन्छ, नतिजा पछाडि हुन्छ। देखिसक्नु भएको छ, यो सबैमा त्यही हो। आस अस गीतेमुने सबैमा कारण प्लस नतिजा हो। अगाडिपट्टि कारण अनि त्यो कारणले पछाडिपट्टि नतिजा लिएर आइरहेको हुन्छ। भेगा घोप्फुनिका फाप मगुरो खायो। कारण के हो भने भोक लाग्नु कारण हो, भात खान जानु नतिजा हो। अब खोपुदा भन्ने व्याकरणमा यहाँनिर हेर्नुभयो भने फाचिम छैन, त्यसो हुँदाखेरि हामी निकाको प्रयोग गरिरहेछौँ यहाँनिर। सिगानी अप्सुनिका, अब सिगानी अप्तामा चाहिँ फेरि फाचिम छ, उनिका सिगानी अप्सुनिका, समय नभएकोले ट्याक्सी चढाउँ। फेरि माखिनिका, माखिदामा फाचिम छैन, सोम इल्चिक छुलबाल हो, अलिकति चाँडै प्रस्थान गरौँ हामी। छुलबालको फान्देमाल के हुन्छ? छुलबालको फान्देमाल थोचा गादा है। अनुरुन छेगा फापुनिका, फापुदामा यहाँनिर हेर्नुहोस् फाचिम छैन, विशेषण हो उन चाहिँ। आज चाहिँ म व्यस्त भएकोले भोलि भेटौँ। फिगोनादा थकायो हुनु, थकित लाग्नु, फिगोनादा छिछिदा होइन। फिगोनादाको फान्देमाल के हुन्छ होला? साङ्खोइ हादा हुन्छ, फ्रेस हुनुहुन्छ नि। आगो इरो नाम्यन साङ्खे हेयो भन्छ। सुतेर उठ्यो भने कस्तो भइन्छ? फ्रेस भइन्छ नि होइन। कोरियाको काम एकदम थकाइ लाग्ने हुन्छ, मस्त निदाइयो भने बिहान फ्रेस हुन्छ। ल अर्को एउटा मिनिङ के भन्दै हुनुहुन्थ्यो नि सर यो फिगोनादाको? फिगोनादा छिछिदा थकित हुनु है। छिछिदा हिमदुल्दा भन्ने पनि प्रयोग गरिन्छ। छिछिदा भन्दा थकित हुनु, अलिकति यो चाहिँ यो मानसिक थकिततिर पनि बुझिन्छ। तर यो फिगोनादा भने चाहिँ यो शारीरिक थकान मात्रै भयो। ल गिजने भन्ने व्याकरण, हिजो हामीले ए पछि भन्ने व्याकरण पढ्यौँ। हिजो हामीले उन हुए उन थाउमे भन्ने व्याकरण, उन न थाउमे ए पछि भन्ने व्याकरण पढ्यौँ। आज चाहिँ नु अघि भन्ने व्याकरण रहेछ। कुनै पनि काम गर्नुभन्दा अगाडि भन्ने व्याकरण हो। ल यसलाई थप व्याख्या चाहिँदैन, सिधै लाउँदा हुन्छ। ल पढ्नुहोस् त एकजनाले के रहेछ? 행동 보다 그 행동이 먼저 일어남을 나타내요. 어기도 काम नेपालीमा भनेर ल नेपालीमा नभन्दा नि हुन्छ। 밥을 먹기 전에 손을 씻어요. 출근하기 전에 커피를 마셔. 숙제를 끝내기 전에 놀지 마. 시험을 보기 전에 복습했어요. 계약서에 사인하기 전에 꼭 읽어보세요. ल हेरौँ, नु अघि भने केही भन्नु पर्दैन। अघिको कामभन्दा पछिको काम पहिले भएको देखाउँछ भने अगाडिको काम पहिला हुन्छ भन्ने कुरा हो होइन। पछिको काम चाहिँ पहिला हुन्छ भन्ने कुरा हो। दुईवटा काम आउँछ, पछाडिको काम चाहिँ पहिला हुन्छ अगाडिको भन्दा। जस्तै यहाँनिर भात खाने र हात धुने छ, तर यो पछाडिको काम चाहिँ पहिला हुन्छ भनेको। हात खानुभन्दा अगाडि हात धुनुहोस्, यो नजाने पनि केही नै हुन्छ र नु अघि भन्ने व्याकरण हो। सुल्गुन आगी जने खफीहरू मासेयो, दुईवटा काम छ तर पहिला चाहिँ कफी पिउने अनि त्यसपछि सुल्गुन गर्ने भन्ने बुझिन्छ।
सुक्चेरोल कुन्नेगी जने नोल्जी मा नोल्दाबाट नोल्जी मासे भन्न खोजेको बच्चाहरूलाई भाइहरूलाई होमवर्क सकिनुभन्दा अगाडि चाहिँ कुनै पनि हालतमा नखेल्नु भन्ने अर्थ हो। प्यम फोगी जने फोक्सु बाधा भनेको के होला? रिभिजन गर्नु हो। अब कोरियनको अध्ययन तरिका कस्तो हुन्छ भने विदेशीहरूको चाहिँ सुरुमा हामी येसुप गर्छौँ। ये भनेको अग्रिम, अनि खोङ्बु गर्छौँ, अनि फोक्सुप गर्छौँ। अब विदेशमा के हुन्छ भने भोलि आज पढ्ने पाठ हिजै पढेर आएको हुन्छ कि बुझे पनि नबुझे पनि। त्यसो हुँदाखेरि के हुन्छ भने अधमरो ज्ञान हुन्छ, अनि क्लासमा गएर अध्ययन गर्यो क्लियर हुन्छ, अनि फेरि भोलि त्यसलाई रिभिजन गर्नेलाई फोक्सु बाधा भनेर भन्छ। येसुप तिलसुप फोक्सुप भन्न पनि मिल्छ। भन्न चाहिँ सुप भनेको यो अध्ययनकै सुप हो। ल अनि खेयाक छ भनेको साइन के अरे सम्झौता पत्रमा साइन आधालाई हामी कोरियन भाषामा के भन्छौँ? सम्यङ। साइन आधालाई हामी सम्यङ आधा भनेर भन्छौँ है। सम्यङ आधा भनेको साइन गर्नु। खेयाक सय सम्यङ आधा। खेयाक सय साइन आगी जने एकदम याद गर्नु होला। कोक इल्को भोसे अनिवार्य रूपमा पढि हेर्नुहोस्। गिरो आधा भन्ने व्याकरण छ, कुनै पनि कुरा गर्ने निर्णय गर्नु, निधो गर्नु भन्ने खालको व्याकरण हो। अब यो व्याकरण प्रयोग गर्न सजिलो छ। अब निधो गर्नु भन्ने बित्तिकै व्यक्तिको निधो हुने भयो, विशेषणसँग लाग्ने कुरै भएन, सिधै बुझिहालिन्छ होइन। जस्तै ठुलो हुने निधो गर्नु भने जस्तो नेपालीमा चाहिँ कता कता फेरि मिले जस्तो छ। खुगिरो हादा त अलिकति हुँदैन, विशेष परिस्थितिहरूमा हुन्छ, तर नर्मल्ली हुँदैन भनेर मानिन्छ। निर्णय गर्नु भन्ने व्याकरण हामी देख्छौँ। प्रयोग गर्ने तरिका सिम्पल छ, लगेर दा काट्ने, गिरो हादा लगेर लगाउने हो है। ल यो पनि एकजनाले पढिदिनुहोस् त के रहेछ? केवे 가거나 결정한 일을 말할 때 사용해요. 내일부터 운동하기로 했어요. 우리는 다음 달에 이사 가기로 했어요. 외우는 오후 3시에 시작하기로 했어요. 주말에는 쉬기로 했어요. 올해 안에 여행 가기로 했어요. ल हेर्नुहोस्, सिम्पल व्याकरण हो। भोलिदेखि चाहिँ व्यायाम गर्ने निधो गरेँ होइन। हामीले अर्को महिनामा इसा आधा भनेको बसाइ सर्नु हो। हेर्नुहोस् त, बसाइ सर्नु भैसारुल ओम्गिदा भनेर भन्छ होइन। अब यहाँ चाहिँ बसाइ सर्नुलाई इसा आधा भन्छ। अनि इसा गरेपछि अब नयाँ घरमा गएपछि छिप्तुरी गर्ने चलन हुन्छ। सेजे त्यो याद छ यहाँहरूलाई है। ल होइ भनेको मिटिङ, मोइम पनि भनिन्छ। अलिकति कम्पनी स्टाइलको फर्मल मिटिङलाई होइ भन्ने चलन हुन्छ। मोइम भनेको मान्छे त्यतिकै जम्मा हुनुलाई मोइम भन्ने मिल्यो। सुमाल सप्तान्तमा आराम गर्ने निर्णय गरे, निधो गरे भनेको छ। यो वर्ष ओल्हे भनेको यो वर्षभित्रमा भ्रमण गर्ने निधो गरे भनेको छ। ल 17 नम्बरको व्याकरणमा जाउँ अब हामी। होङसा हङयङसामा डडडट उल्कत गाथा हो। यहाँनिर ल छुटेको रहेछ यहाँनिर उल्कत गाथा। अब यसमा चाहिँ दुईटा छ, दुईटा हुने बित्तिकै यस्तो हुने भयो। यो कन्सोनेन्ट इन्डिङ छ भने उल्कत खात्ता हुने भयो। भवेल इन्डिङ र ल फाचिम हुने बित्तिकै ल कत खात्ता हुन्छ। अब एउटा ल आइसकेपछि यो ल र यो ल एउटै ल भइहाल्छ यहाँनिर। अनि कन्सोनेन्ट इन्डिङसँग इरेगुलर भर्ब ध्यान दिनुपर्छ फेरि है। यो भनेको जस्तो लाग्नु, अनुमान भन्नको लागि प्रयोग हुन्छ भनेर हामीले यहाँ देख्न सक्छौँ है। यसमा कुनै पनि नयाँ छैन। ल एकजनाले पढिदिनुहोस् त यो परिभाषा र ऊहरू। 어떤 일에 대한 추측을 나타낼 때 사용돼요. 비가 올 것 같아요. 오늘 우리 길이 많이 막힐 것 같아요. 그 사람은 한국 사람인 것 같아요. 이 음식은 좀 매울 것 같아요. 내일 시험은 어려울 것 같지 않아요. हेर्नुहोस् है, फिगा ओल्कत गाथा, फिगा ओदा यहाँनिर हामी देख्छौँ फाचिम छैन, त्यसैले यो तल्लो लागिरहेछ। ओल्कत खातायो, लकत खातायो, पानी पर्छ जस्तो लाग्छ अनुमान। अनुरुन खिरी मानी माखिदा, यहाँ पनि फाचिम छैन, ए यहाँ प्रयोग भइरहेछ, व्याकरण ए प्रयोग भइरहेछ, जाम हुन्छ जस्तो लाग्छ। खुसाराम हाङ्गुक साराम, यो चाहिँ नाउन हो है। साराम मैले अस्ति यहाँलाई भनेको थिएँ नि, जहिले पनि नाउनमा चाहिँ कुन भब लाग्छ अरे? इदा भब, इदा भब लाग्छ नि। दा काटेपछि यहाँनिर चाहिँ इनगत गाथ आयो है। यो चाहिँ अर्कै खालको लागिरहेछ यहाँ नाउन भएको कारणले गर्दाखेरि। नाउनमा चाहिँ याद गर्नु होला, नाउनमा चाहिँ इनगत गाथा लाग्छ है। भब र एक्जेक्टिभमा चाहिँ उल्कत गाथा लागिरहेछ भने नाउनमा चाहिँ इदा लाग्छ है। इदा भबसँग लाग्दाखेरि ल लाग्दैन, इनगत गाथा लाग्छ। खुसारामुन हाङ्गुक साराम इनगत गाथा त्यो मान्छे चाहिँ कोरियाली मान्छे हो जस्तो लाग्यो। यी उम्सिकुन छो मेप्ता, मेप्ता इरेगुलर भब हो हेर्नुहोस् है। मेबुल भएको छैन, ब उमा चेन्ज हुँदै हुँदै आएर यहाँ मेउल कत खातायो भएको छ, याद गर्नु होला। यो इरेगुलर भब
내일 시험은 어려울 것 같아요. 같지 않아요. भोलिको परीक्षा चाहिँ त्यस्तो गाह्रो होला जस्तो लागेन भनेर यहाँनिर चाहिँ भनेको छ। यो अरेप्ता र मेप्ता दुइटै ब इरेगुलर भर्ब हो। ब चाहिँ केमा चेन्ज भइरहेछ भने उमा चेन्ज भइरहेछ। यो कुरालाई नभुल्नु होला। ल एउटा व्याकरण लास्ट पढ्छौँ हामी। यो सामान्य छ, हामीले सिकिसकेका छौँ। भबमा नुन आयो भने कुन टेन्स हुन्छ अरे? प्रेजेन्ट टेन्स हो। प्रेजेन्ट टेन्स वर्तमान काललाई जनाउँछ। त्यही व्याकरण हो। त्यही व्याकरणलाई यहाँ अभ्यास गर्नको लागि मात्रै राखिदिएको छु मैले। ल भन्नुहोस् ल के भनेको छ? 뒤에 오는 명사를 수식하며 현재 일어나는 동작을 말할 때 사용해요. 지금 먹는 음식을 뭐예요? 저기 가는 사람이 제 친구예요. 내가 사는 집은 학교 근처예요. 지금 비가 오는 지역도 있어요. 같이 일하는 동료가 아주 친절해요. ल हेर्नुहोस् है त। थिए ओनुन म्यङ्साहरू पछाडि आउने नामलाई सुसिकादा भनेको सजाउने, कुमिदा भन्छ नि। सुसिकादा कुमिदा, कुमिदा हाङ्गल कुमिदा कोठालाई सजाउनु, इन्हङ्गल कुमिदा होइन पुतलीलाई सजाउनु, तारुल कुमिदा आफ्नो छोरीलाई सजाउनु भने जस्तो। झन्जे भनेको वर्तमान काल जनाउँछ भने यहाँ भनिसके है। इरनानुन अहिले वर्तमानमा घटिरहेको, थोङजाक भनेको कार्यलाई भन्ने बेलामा प्रयोग गरिन्छ अरे। छिगुम मग्नुन हुम्सिक अहिले खाइरहेको अथवा अहिले खाने खाना भन्न मिल्छ। अहिले खाइरहेको खाना के हो? कुन खाना हो भन्न खोजेको? छिगुम खद्न अहिले हिँडिरहेको मानिस हे छिङ्गुए मेरो साथी हो। नेगा सानुन छिबुन हाके खुन्चयो म बसोबास गरिरहेको भनेको अथवा म बस्ने भनेको अहिले वर्तमानमा अहिले म जहाँ बसोबास गरिरहेको छु त्यो घर चाहिँ स्कुलबाट नजिकै छ। छिगुम फिगा ओनुन अहिले पानी आइरहेको परिरहेको क्षेत्र पनि छ। खाची इरानुन थोङ्नेगा आज छिन्जल हेयो सँगै काम गरिरहेको अहिले वर्तमानमा काम गरिरहेको साथी सहकर्मी चाहिँ एकदमै दयालु छ भनेर भनेको छ। त व्याकरण चाहिँ आज हामी यति नै पढ्छौँ। एकदम धेरै हेभी व्याकरणहरू छैन। यसलाई एक्चुअली रिभिजन गर्नु होला। अब हामी चाहिँ त्यो हिजोको उतिर लाग्छौँ ल। खुसुलको लागि पनि अलिअलि प्र्याक्टिस गर्नु पर्यो। ल हिजो हामी यहाँ कहाँसम्म पढ्यौँ? हिजो हामीले यो युसी खोङ्गान पढे जस्तो लाग्छ। आज यहाँ हो युगान छ नभनौँ, यहीँनिर हो। ल पालै पालो रिडिङ गर्नुहोस् त। के को लागि महत्त्वपूर्ण छ भने खुसुल प्लस लङ क्वेसन एन्सरको लागि है। ल यो चाहिँ मैले भन्दा पनि यहाँले रिडिङ गर्नुपर्ने हुन्छ। पढ्नु पर्यो नि त हजुर। 다음은 한국 생활. 필요한 전화번호예요. 199는 소방서 전화번호. कसोले पढ्नुहोस् न, पढ्नु हुँदाखेरि मजा आओस् के। ल खुजु소리로 읽어주십시오. ल 다음은 한국 생활에 필요한 전화번호예요. 119는 소방서 전화번호예요. 부르나면 119로 전화해요. 112는 경찰 전화번호예요. 112는 전화하면 경찰이 와요. 110이에요. 110은 미원 상담 전화예요. 정부 기관에 질문이 있으면 110으로 전화해요. 1345는 외국인 종합 안내센터예요. 외국으로 안내해줘요. योभन्दा अगाडिमा आएको हट क्वेसन हो। यो 1345 वाला क्वेसन आएको छ। योभन्दा ठ्याक्कै अगाडि अस्तिको क्वेसनमा अस्तिको एक्जाम दिनुभएको त भोलि आउँछ रिजल्ट। त्योभन्दा अगाडिको एक्जाममा सञ्जयजीले दिनुभएको उहाँहरूको लटले दिनुभएको बेलामा 1345 वाला क्वेसन आइरहेको छ। ल हेर्नुहोस् त के भनेको छ। पहिला म क्वेसन सोध्छु यहाँलाई। अहिले भर्खर पढ्नुहुने साथीले एन्सर दिनु होला। 일일구는 언제 전화해요? 119는 불이 나면 전화해요. 굿, 불이 나면. 라, 2번 외국인 종합센터는 몇 번이에요? 외국인 종합 안내센터는 1345예요. 입니다. 여러분 고향에서 한국의 119, 112와 같은 전화는 몇 번이에요? 우리나라는 119
이 같은 살마번호는 10100이에요. ल 100입니다. भनेर भन्यो भने राम्रो हुन्छ है त। ल हेर्नुहोस् ठाउँ 한국 생활에 필요한 전화번호예요. तलको चाहिँ अब यो तल दिएका नम्बरहरू चाहिँ कोरियन जीवनयापनमा आवश्यक पर्ने फोन नम्बरहरू हुन्। 119 चाहिँ के हो भने दमकल केन्द्र सोबाङ स भनेको दमकल केन्द्रको फोन नम्बर हो। हुरिनामेन आगो लाग्यो भने 119 मा फोन गरिन्छ। 112 चाहिँ ख्यङछाल छ यसलाई हामीले फम्जोय छना पनि भन्छौँ। अपराध रिपोर्ट हो यो फम्जोय सिन्गो फोन नम्बर हो। 112 मा फोन गरियो भने को आउँछ भने पुलिस आउँछ। 110 यो पनि याद गरिराख्नुहोस् ल। जस्तै चुङ्गान सोम भन्ने समस्याको बारेमा हामीले पढेका छौँ। तल्ला बिचको चाहिँ झगडा पर्यो। माथि तल बस्नुपर्ने तर माथि बच्चाहरू उफ्रेर चुङ्गान सोम तल्ला बिचको आवाज भन्ने खालको यो समस्या यो क्वेसन आउन सक्छ। चुङ्गान सोम भन्छ तल्ला बिचको आवाज भन्ने कुरा हो। अब यो आवाज भयो अनि छिमेकीले चाहिँ सूर्यगिरीलाई फुन्ली सुगर नगरिकन फ्याल्नु भयो भने हामीले कोरियामा चाहिँ ख्यङछाललाई फोन गर्ने होइन इल्ली गोङलाई फोन गर्नु। मिनवन यो चाहिँ नेपालीमा के भन्छ भने यसलाई जनगुनासो भन्छ कि जनगुनासो। पुलिस ल्यायो भने त झगडा परिहाल्छ नि होइन अपराधै होइन यो अपराधभित्र पर्दैन कि यो सामान्य जनताहरूको मतभेद कुरा नमिलेको यो चाहिँ यहाँ फोन गर्नुपर्ने हुन्छ। त्यहाँबाट कुटपिट भयो भने चाहिँ फेरि यो पुलिसलाई फोन गर्नुपर्ने हुन्छ। यो भयो। अनि छङ्बु खिगवान छिल्मुनी इस्सुम्यान सरकारी निकायहरूमा केही प्रश्न छ भने पनि 110 मा फोन गर्दा हुने भयो। त्यो एउटै हो नागरिक गुनासो हो यो परामर्श। 1345 चाहिँ विदेशीहरूको समग्र छोङाप भनेको समग्र जानकारी केन्द्र हो। यहाँ चाहिँ विदेशी भाषाद्वारा पनि आन्ने गरिन्छ भनेर भनेको छ। एन्सर सबै राम्रै दिनुभयो त्यसैले यसलाई मैले केही पनि भनिनँ है त। अगाडि जाउँ हामी। ल हाङ्गुगिने इल्ग्वा सेङवाल यो एकजनाले गर्नुहोस् त ल कोरियालीहरूको काम र जीवनको बारेमा। 한국인은 우리를 얼마나 많이 할까요? 한국 사람들은 보통 월요일부터 금요일까지 일을 해요. 보통 하루에 8시간 일을 해요. 일이 많으면 밤까지 일을 해요. 그리고 주말에도 일을 해요. 그렇지만 일주일에 52시간 이상 일하면 안 돼요. 학생들은 9시까지 학교에 가요. 초등학교는 2시쯤, 고등학생은 5시쯤 집에 가요. ल है त 한국 사람들은 하루에 몇 시간 일해요? 8시간 일합니다. 굿. ल 한국 학생은 몇 시부터 몇 시까지 학교에서 공부해요? 한국 학생은 초등학생은 2시까지 하고 고등학생은 5시까지 공부합니다. ल 여러분 고향에서는 보통 몇 시부터 몇 시까지 일해요? 학생들은 몇 시에 학교에 가요? दुईटा क्वेसन छ है यस्तोमा चाहिँ ध्यान दिनु होला। पहिला एउटा अनि एउटा दिनु होला। 우리 고향에는 보통 8시부터 5시까지 하고 학생들은 9시부터 4시까지 학교에 갑니다. यो चाहिँ कति बजेमा जान्छन् मात्रै भनेर सोधेको छ। ल हेर्नुहोस् है त 한국인은 कोरियन चाहिँ 일을 얼마나 많이 할까요? कति गर्छन् होला त। कोरियन मानिसहरूले प्राय सोमबारदेखि शुक्रबारसम्म काम गर्छन्। प्राय एक दिनमा 8 घण्टा काम गर्छन्। काम धेरै भयो भने फामकाजी भनेको रातिसम्म काम गर्छन्। अनि सप्ताहन्तमा पनि काम गर्छन्। खुरच्छीमा त्यसो भए तापनि एक हप्तामा 52 घण्टा अहिले 52 घण्टा सिस्टम लागू गरेको छ नि। किनभने 5 दिन काम गर्दा 5 8 जा 40 हुने भयो। अनि ओटी जम्मा घण्टा के अरे हप्ताको 12 घण्टा हो क्या नियम अनुसार चाहिँ यो 12 घण्टा ओटी हो। यो 40 त नर्मल भइहाल्यो। योभन्दा बढी काम गरे पनि हुँदैन। विद्यार्थीहरू 9 बजेसम्म विद्यालयमा जान्छन्। अनि प्राथमिक तहका विद्यालय 6 क्लाससम्मकोहरूको 2 बजे छुट्टी हुने रहेछ। अनि उच्च माध्यमिकहरूको चाहिँ 5 बजे चाहिँ घरमा जान्छन् भनेको छ। 한국 사람 하루에 यो एकदम राम्रो एन्सर दिनुभयो। दुईको चाहिँ 몇 시부터 몇 시까지 학교에서 공부해요 भन्दा दुईटा छ होइन त। अब 초등학교는 के भन्छ यहाँ कति बजे भने चाहिँ स्कुलमा चाहिँ यहाँनिर हेर्नु भने 9시부터 भन्नु पर्यो। 9시부터 2시 भन्नु पर्यो 초등학생। अनि 고등학생 एक 경우 अलिकति लामो भन्न सक्नुहुने साथीहरू हुनुहुन्छ भने को अवस्थामा चाहिँ 9시부터 5시까지 공부해요 भन्दा हुन्छ। 여러분 고향에서 보통 몇 시까지 हाम्रो त्यही हो अघि 9시부터 5시 भन्नुभयो त्यो मिल्छ। 8시 भनिहाल्नुभयो भने आनिदा भनेर नभन्नुहोस् त्यतिकै छोडिदिनुहोस्। 8시 9시 भनेर छोडिदिनुहोस्। 8시부터 가요 भने 네 우리는 8시부터 갑니다 भन्दिने। 학생들은 몇 시에 학교에 가요 भन्दा चाहिँ यहाँ चाहिँ 부터까지 भनेको छैन कति बजे जान्छन् मात्रै भनेको छ। ध्यान दिनु होला। 우리는 10시에 갑니다 अथवा 9시에 갑니다 भनेर यसरी दिनु होला है। एकदम
खुल्ला हुनुहोस् क्या है। त्यही भएर अहिले प्र्याक्टिस गराएको। ल हाङ्गुगे शिक्षा येजल कोरियाको खानाको शिष्टाचारको विषयमा पढिदिनुहोस् त ल। यो नागे 한국의 식사 예절은 알아볼까요? 한국에서는 밥그릇을 쿠쿠를 쓸지 않아요. 그릇을 식탁 위에 넣고 음식을 먹어요. 그리고 숟가락과 젓가락으로 음식을 먹어요. 어른이 먼저 식사를 들어요. 그 후에 나이가 적은 다른 아이들이 식사를 시작해요. 어른이 식장 상사와 술을 마실 때 고개를 돌리고 술을 마셔요. ल 한국의 식사 예절을 알아볼까요? सरी पहिला क्वेसन गर्नु पर्यो। 무엇으로 음식을 먹어요? 젓가락과 숟가락으로 음식을 먹어요. 어른 직장 상사와 술을 마실 때 어떻게 해요? 어른 직장 상사와 술을 마실 때는 고개를 돌리고 마셔요. 오케이. 한국의 식사 예절은 여러분 고향의 식사 예절과 무엇이 달라요? 한국 식사 예절은 한국 식사할 때는 숟가락과 젓가락으로 하고 있으면 우리나라에 식사할 때는 맨손으로 하고 있어요. गुड ल त्यो भन्दा पनि हुन्छ। मेनसोनहरू मक्सुमिदा भन्दा पनि हुन्छ। अब यो यसमा गाह्रो शब्द हजुर भन्नुहोस् त। फान्जान पनि धेरै छ, हामी यत्रो फान्जान युज गर्दैन भन्दा त्यो पनि भन्दा हुन्छ होला नि सर। कुन चाहिँ भन्नुभयो? फान्जानहरू के फान्जानहरू यहाँ धेरै खान्छ, हामी यत्रो फान्जानहरू खाँदैन भन्दैन। त्यो पनि भन्नु जे भन्दा पनि मिल्छ कि यसमा त। फान्सान हामी यत्रो धेरै खाँदैनौँ, हाम्रो एउटा मात्रै फान्सान हुन्छ भन्दाखेरि हुन्छ। उरिनुन तरकारी भन्छौँ हामी भन्दा भइहाल्छ है। ल यो कोरियाको खानाको शिष्टाचार बुझी हेरौँ त भनेको छ। कोरियामा फापखुरुत भातको कचौरालाई अनि सुपको कचौरालाई उचालिँदैन। जापानमा चाहिँ उल्टो छ, यसरी खाइन्छ। कोरियामा चाहिँ फेरि टाउको चाहिँ निहुराएर टेबलबाट उचाल्न मिल्दैन। यो यहाँलाई थाहा छ राम्रोसँग। भाँडालाई टेबल माथि राखेर खानेकुरा खानुपर्छ अनि चम्चा र चपस्टिकले खानेकुरा खाइन्छ। अरुण भनेको ठुला बडा है। अरुण र अरिनमा झुकिन्छ। अरिन भनेको चाहिँ यो आई हो, बच्चा बच्चा। ठुला बडाले पहिला सुजरुल थुरायो। सुत्काराक र छत्काराकलाई उचाल्छन् पहिला ठुला मान्छेले। त्यसपछि बल्ल उमेरमा सानो भएका मान्छे अथवा बच्चाहरूले खाना खान सुरु गर्छन्। बुबा आमाले चम्चा चपस्टिक उचालेपछि मात्रै चाहिँ खान सुरु गर्ने चलन हुन्छ। अरुण ठुला बडा छिक्चाङ साङसा कम्पनीका सिनियर अनि रक्सी पिउने बेलामा चाहिँ रक्सी पिउने बेलामा यस्तो मुन्टो चाहिँ घुमाएर पिउनुपर्छ भनेर यो त यहाँलाई राम्रोसँग थाहा भएको कुरा हो। अब यो पनि राम्रो एन्सर दिनुभयो। सुजरो मगयो होइन, सुत्काराक छत्कारागुरो मगयो जे भन्दा पनि हुन्छ। मक्सुम निदा भन्नुहोस्। अरुण छिक्चाङ साङसा यो यही भनिहाल्नु। खोगेरुल थोल्लिगो मासिम निदा यस्तो भन्दा भइहाल्यो। अब यो चाहिँ अलिकति शिक्षा एजल यरबुन खोयाङी शिक्षा एजलगा मुवसी थाल्लायो थारुन चम खोजेको छ है। अब यस्तो के फरक छ भनेपछि चाहिँ तोका थिए भन्यो भने अलि हुँदैन फेरि है। यतिखेर चाहिँ अलिकति अब हामीले दिमाग लाउनु पर्ने हुन्छ। अघि भन्नुभयो उहाँले आङ्गुगेसनुन सुजरो आबुल मक्चिमान उरी नारायसनुन मेन्सोनुरो मक्सुमिदा भन्दा पनि भयो। होइन भने यो भन्न अप्ठ्यारो लाग्छ, अब हातले खान्छ भने अप्ठ्यारो लाग्छ भने आङ्गुगेनुन फान्छानी मानि इस्मिदा उरिनुन खुरके फान्छानी हानगाजीमान मक्सुमिदा एक किसिम अथवा थुगाजी हानगाजी आनिमेन थुगाजीमान मक्सुमिदा यसरी भन्नुभए पनि हुन्छ। आङ्गुगेनुन किम्चिरुल मानि मक्चिमान उरी नारायसन किम्चिरुल खुरके मानि मक्ची आन्सुमिदा यसरी भन्नुभए पनि हुन्छ। उरी उम्सिगुन थालबात तरकारी इम्निदा भन्दा पनि भयो। यसरी हजुरहरूले भन्नुभयो पनि हुन्छ। अनि अर्को राम्रो पक्ष भनेको हाङ्गुगेसनुन फाबुल चोगुम मगयो उरी नारायसनुन फाबुल मानि मगयो नि त। कोरियामा चाहिँ फान्छान टन्न खाने भात थोरै खाने, नेपालमा चाहिँ फान्छान थोरै भात धेरै होइन यो वाला। ल यति भन्नुभएपछि क्लियर हुनुभयो होला। हाङ्गुगे वाफे कोरियाको वाफे भनेको मुद्रा पैसाको बारेमा ल पढ्नुहोस् त एकजनाले के रहेछ। 한국의 화폐에는 지폐와 통장이 있어요. 지폐는 4가지 종류가 있어요. 1,000원, 5,000원, 10,000원, 50,000원이에요. 통장도 4가지가 있어요. 10원, 5원, 100원, 500원이에요. 그리고 현금 이외에
투표 실명카드가 있어요. 라, 한국의 화폐. 한국의 지폐는 모두 몇 가지 있어요? 한국의 지폐는 모두 4가지 있습니다. 8가지. 에? 한국의 동전 중에서 무엇이 가장 커요? 동전 100원, 500원. 500원. 한국의 동전 중에서 500원은 가장 커요. तर कहिलेकाहीँ चाहिँ यस्तो हुन्छ फेरि अस्ति चाहिँ पालो सोध्नु भएछ अनि फेरि योभन्दा अगाडि फेरि ऱ्यान्डम सोधे रहेछ ऱ्यान्डम सोध्नु हुँदाखेरि चाहिँ फेरि यहाँदेखि भने लामो हुन्छ सट्टै ओबेगोन इम्निदा भनिहाल्नुपर्छ है त्यो इन्भाइरोमेन्टलाई पनि याद गर्नु होला हानम्याङसिक सोध्नु भएको छ भने लङ दिँदा राम्रो होइन जसले आउँछ उहाँले एन्सर दिनुहोस् भन्ने खालको सोधिरहनु भएको छ भने यो वाला ओबेगोन इम्निदा मात्रै भन्दाखेरि राम्रो हुन्छ 한국의 만원은 여러분 나라 돈으로 얼마예요? 한국의 만원은 우리나라의 1000원입니다. 1000루피. 1000루피 भन्छ हैन 1000루피. हामीलाई रुपिजलाई रुपी भन्छ 1000루피입니다. कोरियन मानवन त अब हाम्रो नेपाली पैसामा कति भयो 1000 रुपैयाँ भयो नि ल हेर्नुस् त कोरियाको मुद्रा वाफे भनेको मुद्रा हो अनि जिफे भनेको कागजी पैसा नम्बरको चाहिँ एन्सर भनिदिन्छ सर 1 नम्बरको म भनिदिन्छु सिक्का छ अनि त्यसपछि जिफे भनेको चाहिँ के भन्छ कागजी पैसा 4 किसिमको हुन्छ 1000 5000 10000 र 50000 यो मध्ये 50000 मा सबैभन्दा ठुलोमा कसको हुन्छ देख्नु भएको छ नि ओमानमा चिन्सा इम्दाङ भन्छ पछि पढ्नुपर्छ एक मात्र महिलाको फोटो छ कोरियाको 8 वटा मुद्रा मध्ये तर त्यो भन्छ सबैभन्दा ठुलोमा राखिएको छ है यो याद गर्नुपर्छ अनि मानवनमा चाहिँ नेपालको पृथ्वीनारायण शाह भने जस्तै कोरियाको इसुनसिन भन्ने व्यक्तिको छ यो याद गर्नु पर्यो ए होइन सरी सेजोङ थेवाङ छ अनि 100 मा चाहिँ इसुनसिन भन्ने व्यक्तिको छ है यति चाहिँ अलिकति हामीले याद गर्नुपर्ने हुन्छ ल टिका 4 किसिमको छ यो भइहाल्यो हैन अनि हनगुम भनेको नगद बाहेक सुफ्यो भनेको चेक चिन्यङ खादु भनेको क्रेडिट कार्ड है अहिले यहाँले बोक्नु हुने चाहिँ डेबिट कार्ड भनेर भन्छ सिन्यङ कार्ड भनेको क्रेडिट ऋणमा प्रयोग गर्ने कार्ड भइहाल्यो ल 한국의 지폐 모두 몇 가지 8가지입니다 भन्दा भइहाल्यो 통장 중에서 무엇 यो 2 नम्बरको लामो एन्सर दिनुहुन्छ भने 한국의 통장 중에서 500원이 가장 큽니다 भन्नु पर्यो 500원 चाहिँ सबैभन्दा ठुलो छ भन्नु पर्यो 한국의 만원은 여러분 나라의 हजुर जिफे भनेको नोट हैन र नोट त 4 हुने हैन र सुरुको ए सरी यहाँनिर है जिफे भने मैले वाफे याद गरिरहेको छु मुद्रा भनेको भए 8 हुन्थ्यो जिफे भनेकोले नेगाजी हुन्छ है ल यो नेगाजी हुन्छ यसलाई सचाउनु होला ए सरी ठिक छ कोरियन अनि मानवन चाहिँ हाम्रोमा चाहिँ 천루피입니다 한국 만원은 우리나라 돈으로 1000루피입니다 भन्दाखेरि भइहाल्छ ल अझै हामीसँग समय छ अलिकति हामी अगाडि बढौँ ल छुमाल वाल्तुङको बारेमा पढौँ त अरूहरूले पनि सबैले पढ्नु भयो भने राम्रो हुन्थ्यो है नलजाइकन जस्तो आउँछ त्यस्तै 한국 사람들은 주말에 술이나 취미를 즐겨. 한국 사람들이 주말에 제일 많이 하는 일은 쉬면서 텔레비전을 보는 일이에요. 다음으로는 컴퓨터 게임이나 인터넷 검색을 해요. 그리고 영화나 연극을 보는 사람도 많아요. 어떤 사람들은 친구를 만나서 운동을 해요. ल भर्खरै पढ्नुभएको साथीले एन्सर दिनु होला 한국 사람들이 주말에 제일 많이 하는 일은 뭐예요? 쉬면서 텔레비전을 보는 일이다. 한국 사람들은 주말에 누구와 운동을 해요? 친구랑 같이 있는데 합니다. 여러분은 주말에 뭐 해요? 우리는 주말에는 그냥 쉬고 텔레비전을 봐요. ल ठिक छ है सबै भन्नुभएको छ यसमा गाह्रो केही पनि छैन आराम गर्ने छिमी भनेको रुचि भयो छिमीगा मोहेयो भने थोक्सयो भन्नु अब यस्तो हुन्छ है रुचि सोध्नु भयो भने चाहिँ आन्सर दिनलाई अलिकति चाहिँ अलिक घुमाउरो हुन्छ अब मानौ एकदमै चाहिँ सटिक खालको छ जस्तै किताब पढ्नु छ भने थोक्स भन्दा भइहाल्यो अब खेलकुद हो भने उन्दोङ भन्दा भइहाल्यो अब गीत गाउने भन्दाखेरि चाहिँ के कसरी भन्ने भन्दाखेरि यसलाई नोरे फुरुगी भनेर यो वाला व्याकरण प्रयोग गर्नुपर्छ यो फुरुगी गीत गाउने भने ले नाउनको जस्तो काम गरिदिन्छ दा हटाएर फुरुगी छुक्कु हागी फुटबल खेल्ने यसरी अथवा अर्को उपाय पनि छ जुन एउटा हामीले व्याकरण पढाएको थियो नुनगत भन्ने व्याकरण ने कुरा छुक्कु हानुन गसिम्निदा नोरे फुरुनुन गसिम्निदा छे छिमिनुन नोरे फुरुनुन गसिम्निदा अथवा छे छिमिनुन
외국어를 배우는 것입니다. 기타를 배우는 것입니다 भनेर यसरी एन्सर दिन सक्नुहुन्छ। यस्तो एउटा शब्दवाला भएकोलाई चाहिँ डाइरेक्ट थोक्सैइम्निदा भन्दा हुन्छ। तर यस्तो गीत गाउनेहरू भन्न चाहनुभयो फेरि दुङसान भन्दा पनि एकै शब्दले भइहाल्यो, दुङसान इम्निदा भन्दाखेरि हुन्छ। अब छाजङ्ग थादा भन्दाखेरि कसरी भन्ने त? छाजङ्ग थागी भन्नु पर्यो कि त छाजङ्ग थानुनगत भनेर भन्नु पर्यो। यहेङ इम्निदा, यहेङमा पनि एकै शब्दमा मिलिहाल्छ है। ल यो भइहाल्यो। त्यसपछि हाङ्गु सार्नुन छुमारे नुगुवा उन्दुङ ल्यायो भनेको छ। अघि हामीले हेरिसक्यो। कोसँग व्यायाम गर्ने रहेछन् त भन्दाखेरि कोसँग गर्ने रहेछन् त? साथीसँग होइन त? छिङ्गु वा हाम्के 여러분 주말에 뭐예요? 축구를 합니다. 어থवा 어기 भन्नुभयो 기숙사를 청소하고 쉽니다. 빨래합니다. 세탁합니다. 야वत भन्न सक्नुहुन्छ। ल एउटा यो भ्याइन्छ जस्तो लाग्छ लास्ट। 도전 합시다. 도전 भनेको ट्राई गर्नुस् है। 여러분은 가족은 어떻게 부릅니까? 한국 사람들은 나보다 아랫 사람은 이름을 부릅니다. 나보다 윗 사람은 이름을 부르지 않습니다. 할머니, 행처럼 가족 호칭을 부릅니다. 가족이 아니지만 가족처럼 친한 사람을 부를 때 오빠, 행, 누나, 언니라는 부르기도 합니다. 한국에서는 아랫 사람을 어떻게 불러요? 한국에서는 아랫 사람을 이름으로 불러요. 이름으로 부릅니다. 한국에서는 윗 사람은 어떻게 불러요? 윗 사람 이름은 부르지 않고 할머니, 행처럼 가족 호칭으로 부릅니다. राम्रो भन्नुभयो है। 이름을 부르지 않고 할머니, 형처럼 가족 호칭으로 부릅니다 अथवा 호칭을 씁니다 भन्दा पनि मिल्छ। यो प्रयोग गरिन्छ। जब यो 불러요मा एन्सर क्वेसन सोध्दा चाहिँ यसमै दिनुपर्छ भन्ने छैन, त्यो प्रयोग गरिन्छ भन्दा हुन्छ। 여러분 고향에서는 가족을 어떻게 불러요? 우리 고향에서는 가족들은 한국처럼 가족 호칭으로 부릅니다. 굿. 우리나라도 한국처럼 가족 호칭을 사용해서 부릅니다 भन्दा भइहाल्छ। ल सबै राम्रोसँग भन्नुभयो है। हो칭 भनेको सम्बोधन भयो। त्यसपछि अब यसमा फुरुदा भनेको बोलाउनु, गीत गाउनु, अगाउनु, फेगा फुरुदा यी सबै भइहाल्छ। चिनान साराम भनेको घनिष्ठ मान्छेलाई दाइ दिदी भन्छौँ होइन। ओप्पा र अब के भन्छ हङ र नुना भनेको केटाले बोलाउने भयो। ओप्पा र अन्नी भनेको छोरी मान्छेले बोलाउँदाखेरि प्रयोग गर्ने यिनीहरू यावत भइहाले। ल त्यसो हो भने आज हामी सायद के यहाँसम्म मात्रै गरौँ। हुन्छ सर। सर यो हामीले यो खुसुलमा सोद्धाखेरि नि सर यो क्वेसन चाहिँ त्यहाँ त हुँदैन होला नि सर? यही नै हुन्छ। एउटा पढ्ने हो आवाज निकालेर अनि दुईटा यहीँको क्वेसन सोध्ने हो अनि तीनटा भइहाल्यो। दुईटा चाहिँ यहाँभित्र के सोध्छ भने 1 2 3 त्यसरी त राखेको हुन्न है सर यो त? भन्नाले जस्तै यहाँनिर क्वेसन र माथि प्याराग्राफ त हामीले पढ्न सक्यो नि त, त्यहाँ त क्वेसन त उनीहरूले आफैले सोध्ने होला नि त होइन र? यो क्वेसन चाहिँ उहाँहरूसँग हुन्छ। क्वेसन चाहिँ उहाँहरूसँग हामीले देख्न पाउँदैन सबै क्वेसन। पाइँदैन। हामी यो चाहिँ देख्न पाइन्छ। फेरि यो चाहिँ हाम्रै अगाडि हुन्छ। फेरि यो चाहिँ हजुर टेबलमा टाले आउँछ। क्वेसन सुन्ने अनि एन्सर दिने हो। तर अब राम्रो कुरा के छ भने सिङ्गल हुँदैन। 5 जना लक छ। 5 जना मध्ये योभन्दा अगाडिको लटमा चाहिँ ऱ्यान्डम सोधेछ। कसले आउँछ उसले हात उठाउँदै एन्सर दिनुपर्ने। तर के भइदिएछ भने नबुझ्नु भएर मेरो पालो आउँछ होला भनेर राम्रो नम्बर अझै राम्रो आउँथ्यो, मेरो आएन भन्दै हुनुहुन्थ्यो 1 2 जनाले। त्यो राम्रोसँग बुझ्नु होला क्लासको इन्भाइरोमेन्ट। फेरि ठ्याक्कै योभन्दा अगाडिको चोटि चाहिँ फेरि त्यस्तो थिएन रे। फेरि एक जनालाई नै यसरी सोधेको थियो। अनि जसलाई सोधेको छ उहाँले आएन भने फेरि घुम्ने अनि फेरि घुम्ने गरेर यसरी चाहिँ 5 वटा क्वेसन पुऱ्याइदिनु भएको थियो भनेर भनिन्छ। क्वेसन उहाँहरूसँग हुन्छ है। याद गर्नु होला। प्यासेज यति छोटो होइन, लगभग 5 लाइन जतिको हुन्छ। नर्मल्ली यी विषयवस्तुहरूलाई नै समेटेको हुन्छ। त्यो सुरेगी फुल्ली सुक यताउता कुराहरू आजको होछिङ अथवा येजल शिष्टाचारका कुराहरूलाई बढी हालेको हुन्छ। अनि दुईटा क्वेसन चाहिँ यो प्यासेजभन्दा बाहिरको हुन्छ। तल्नालुगा छुसके देखेछ आरायो भन्न सक्छ। तल्नारुन नाल्चागा अन्जेयो भन्न सकिन्छ। तल्नारे मोरुल मगयो मोसुल मगयो भन्न सक्छ। यस्तो खालको क्वेसन होइन।
여러분들 한국의 정치 कहिलेकाहीँ अब यस्तो अलिकति पोलिटिक्सको बारेमा थाहा छ अथवा थेथोङन्योङ इरुम आराय यस्तो यस्तो पनि हुनसक्छ कमन जेनरल नलेजबाट सोध्ने क्वेसनहरू हो तर ती अलि हुँदैनन् यिनीहरूबाट नै हुन चाहिँ 4 लेभलसम्म हामी सबै हेर्छौँ यही कुराहरू हो है ल के छिलमुन छ हजुरहरूसँग छिलमुन छैन भने त्यसो भए यो अघिको व्याकरणहरूलाई यसो याद गर्नु होला र हामीले पढेका व्याकरणहरू हैन यो यहाँनिर हो क्यारे यहाँनिर यो है अघि हामीले पढेका व्याकरणहरू यसो याद गर्नु होला सामान्य व्याकरण पढेका छौँ हामीले नुन भनेको वर्तमान काल जनाउँदो रहेछ उन नभयो भने पास्ट टेन्स उल्लुल भन्यो भने फ्युचर टेन्स हुन्छ त्यसपछि उन्गत गाथा उल्कत गाथा भनेको चाहिँ भर्ब र एड्जेक्टिभसँग लाग्छ यसले चाहिँ अनुमानलाई जनाउने भयो गिरो हादा भनेको के रहेछ निधो गर्नु है मैले यस्तो गर्ने निधो गरेँ 저는 한국어를 배우기로 했습니다. 여행 가기로 했습니다. यस्तो माइन्डमा बनाउनुस् क्या त्यस्तो गऱ्यो भने बोली निक्लिन्छ अनि यो आज पढेको व्याकरण भोलि मानौ कोही आउनुभयो फान्जाङनिम सान्जाङनिम आउनुभयो भने उहाँले छनुन इबन छुमारे छिङ्गुरुल मान्नागिरो हेस्सुम्निदा भने यस्तो प्रयोग गरिहाल्ने होइन मान्नास मोहाल कयो भन्न सक्नुहुन्छ खोगिरुल खुवस मगुल कयो यस्तो भाषा नेचुरल होइन एकदम चाहिँ जस्तो आउँछ त्यसरी ठेलिहाल्ने के ठेलिहाल्नुहोस् त्यसपछि अब यो गिजने भनेको नुअघि उन्थाउमे भनेको यस्तो गरेपछि अनि उनिका भनेको एकोले उनिका आस अस गीते मुनि सबै कारण जानकारी दिने व्याकरण तर यसमा मात्रै हामीले सुझाव प्रस्ताव आदेश लाउन मिल्छ यो याद गर्नु होला उल्ले रल्ले भन्ने व्याकरण प्रस्ताव गर्न पनि मिल्छ उत्तर दिन पनि मिल्छ तर साथीसँग मात्रै हामी प्रयोग गर्छौँ ठुलो मान्छेसँग उल्काएको प्रयोग गर्नुपर्छ एन्सर दिँदाखेरि उल्क्याएको प्रयोग गर्नुपर्छ भने हामी सिक्यौँ अनि उल्टे भनेको यो गर्ने बेलामा यसलाई त के व्याख्या चाहिँदैन गेत भनेको भविष्यत्काल फर्स्ट पर्सनसँग मात्रै लाग्छ क्वेसन आयो भने थर्ड पर्सन आउने बित्तिकै उल्कय एन्सर हुन्छ यो याद गर्नु होला त्यसपछि आस अस भन्ने यो क्रम हो यो गोसँग ठोकिन्छ घनिष्ठ छ पहिलो वाक्य आएन भने दोस्रो सम्भवै हुन सक्दैन भने यो वाक्य हुन्छ हैन दुईटा वाक्य छुट्टै छुट्टै छ फर्स्ट वाक्य नभए पनि सेकेन्ड वाक्य आउँछ मिल्छ भने नि एन्सर यो हुन्छ तर अपवाद छ है अघिको त्यो के भन्छ थादा इप्ता र सुदामा चाहिँ इपको थागो सुगो नै हुन्छ एन्सर जहिले पनि जस्तै छियाछरुल थागो खाम्निदा थास खाम्निदा हुँदैन हुन चाहिँ त्यही छियाछलमै चढेर जाने हो सम्बन्धित छ तर त्यो कुरामा याद गर्नु होला यो भयो त्यसपछि अनि हामीले पढेका थियौँ म्यान उमेन भने यस्तो भयो भने शर्त 100% फिक्स होइन है यो म्यान उमेरले छ नि वाक्य पुरै उथलपुथल पारिदिन्छ त्यो प्यासेज आउँछ लामो लामो प्यासेज आउँछ अनि यो म्यान उमेन एउटा लाग्दिनाले गर्दा यो क्वेसन यो एन्सर गल्ती हुन्छ किनभने यो त फिक्स होइन याद गर्नु होला यस्तो खालको हानमाल भने ठाडो भाषा अनि त्यसपछि गएर अर्को छ उल्सु इत्ता आप्ता भनेको क्षमता सम्भावना पानी पर्ने सम्भावना अथवा मैले कोरियन भाषा बोल्ने सम्भावना अघि मैले यावत उदाहरणहरू दिइसकेँ यिनीहरू हो यो भनेको यी हेर्नु आफूले गरी हेर्नु भनेको अब अनुभव हो अरूहरूलाई भन्दाखेरि अब प्रयास भयो प्रयास गरी हेर्नुहोस् न भन्दाखेरि त्यो व्याकरण भयो त्यसपछि नाइना भनेको यो नाउनसँग लाग्ने वा अप्सन दुईटा यो कि यो वाला भइहाल्यो चारको भनेको यो ए पछि भइहाल्यो त्यो केही छैन यसमा अनि उल्केयो भनेको नेछु हो एन्सर दिने बेलामा उल्कायोको क्वेसनमा उल्केयो हुन्छ अथवा कुनै कुरा आदेश गरेको छ भने एन्सर यो हुने भयो त्यसपछि अनि अर्को छ यो उन विशेषणमा चाहिँ जोड्दाखेरि कुनै पनि काल हुँदैन नोफुनसान येपुन खाबाङ छागुन यस्तो यस्तो कुराहरू याद गर्नु होला है था यस्तो यस्तो सानो गाडी इरागो आधा रागो आधा भनेको रागो आधाको नाउनमा प्रयोग गरिने हो यो विशेष गरेर केही कुरालाई चिनिन्छ भनिन्छ भनेर वस्तु वा व्यक्तिलाई परिचय गर्नको लागि नाम भन्नको लागि प्रयोग गर्ने व्याकरणहरू हुन् यति कुराहरू आज हामीले पढेका हुन् पछि सर र अनि 2-3 दिन अगाडि सर 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 के हामीले पढ्यो भने हामी फेरि हेर्छौँ अरू केही छ हैन ल 없습니다 그러면 여기까지 하는 걸로 하겠습니다 여기까지 하겠습니다 내일 만나겠습니다 है त भोलि हामी भेट्नेछौँ सुगा하셨습니다 감사합니다 네, 많이 주무세요. 네